अस्ट्रेलियामा पनि एकजना हुनुहुन्छ। ओके ल सबैजनालाई नमस्ते। आज हामी होमियोपैथिक फाउन्डेसनको एउटा एस्ट्रोलोजीको एउटा मास्टर सेसनमा हामी आइरहेका छौँ। सबैजनालाई फेरि एकचोटि नमस्ते। मास्टर सेसनमा हामी कुरा गरिरहेका छौँ। पावर अफ भयो कि जस्तो लाग्यो। सुनिरहनु भएको छ तपाईँहरूले? सुनिरहेको छ। यहाँ अहिले मेरोमा झ्यापझ्याप बत्ती गएर फेरि यहाँनिर भइरहेको छ नि। त्यही त भइरहेको नि क्या हो। तपाईँलाई असर गर्यो मलाई त्यति फेरि राख्नु हुन्छ। ठिक छ। सुनिराख्नु भएको छ है तपाईँले? जो आवाज त आइरहेछ, क्लियरै छ। सो अलिकति यो ओके। सबैलाई फेरि पनि एकचोटि नमस्कार। हामी आज यो होमियोपैथिक फाउन्डेसनको यो चाहिँ मास्टर क्लास 2 आवर्सको फ्री मास्टर क्लास एस्ट्रोलोजीको मास्टर क्लासमा हामी छौँ। र यस्तै गरिकन हामीले आज यो 2 आवर्सको फ्री मास्टर क्लासमा एस्ट्रोलोजर इन्जिनियर राजु पालुकासीज्यूबाट चाहिँ हामीले यो सेसनबाट हामी सुरु गर्दैछौँ, जसमा ओभरअल हामीले एस्ट्रोलोजीका केही बेसिक फाउन्डेसन कुराहरूलाई फेरि स्पष्ट रूपमा बुझ्ने मौका पाउँछौँ। र हामीले होमियोपैथिक फाउन्डेसनको ओभिएफ जुन एप्लिकेसन छ त्यसको बारे अझ हामीले गहन अध्ययन गर्ने मौका पाउँछौँ। So it's basically this 2 hours master class session is only for those people who are very much interested. That's why we are here. र यसमा हामीले नयाँ धेरै कुराहरू भन्दा पनि बेसिकली हामीले फाउन्डेसनल कुराहरू हामी सिक्छौँ। एन्ड फाउन्डेसनल कुराहरूलाई सरल र सहज रूपमा कसरी हामीले यसलाई इम्प्लिमेन्ट गर्न सकिन्छ भनेर होमियोपैथिक फाउन्डेसनको ओभिएफ एस्ट्रो एपमा हामीले सिक्छौँ। So without wasting any time, I would like to pass on this floor to Engineer Jyotish Raju Palkasiju. Over to you. नमस्ते सम्पूर्णमा। म ज्योतिष तथा मेकानिकल इन्जिनियर राजु पालकासी। अब ज्योतिषी भन्ने एस्ट्रोलोजीमा चाहिँ एकदम इन्ट्रेस्टेड भएर चाहिँ एज अ इन्जिनियर भयो भने चाहिँ एस्ट्रोलोजीमा चाहिँ विगत 2075 भनेको लगभग 7-8 वर्षदेखि चाहिँ रिसर्च गर्दैछु होइन। अनि अब आफूले सकेकोहरूलाई गाइडेन्स पनि गर्दैछु। र यो आज हाम्रो हुन गइरहेको यो होमियोपैथिक फाउन्डेसनको प्लेटफर्मबाट चाहिँ हामी चाहिँ यो वैदिक एस्ट्रोलोजी, विशेष गरी एस्ट्रोलोजीको डिफ्रेन्ट पार्टहरू हुन्छन्, त्यसमध्येमा पनि हामीले चाहिँ वैदिक यो पूर्वीय दर्शनको आधारमा चाहिँ हामीले यसमा अझ आफूसँग भएको केही ज्ञानहरू, अब यो एस्ट्रोलोजी भनेको त एकदमै भास्ट नलेज हो होइन, समुद्र नै हो, विशाल सागर नै हो। त्यसमा पनि हामी चाहिँ अब छोटो प्रयास आफूसँग भएको छोटो ज्ञान चाहिँ अब सानो चाहिँ अब तपाईँहरूलाई चाहिँ दिन चाहिँ जानेछु। अब मसँग भएको ज्ञानको अब मैले जुन अब सेयर गर्न खोजिरहेको नलेज चाहिँ अब त्यसको सम्पूर्ण श्रेय चाहिँ गुरुहरूलाई समर्पित गर्दै अब केही अब मानवीय केही कमी कमजोरी भयो चाहिँ त्यो चाहिँ स्वयं आफैले स्वीकारेर चाहिँ तपाईँहरूले क्षमा गर्नुहुन्छ भन्ने आशा गरेर चाहिँ सुरु गर्दैछु। अब स्लाइड सेयर भइरहेछ मेरो? हजुर सेयर भइरहेछ है? ओके ल। सर्वप्रथम त अब यो ज्योतिष शास्त्रमा चाहिँ हामीले अब गुरुकै कृपा चाहिन्छ होइन। त्यसो भने अब त्यही भएर चाहिँ मैले चाहिँ सुरुमा चाहिँ मन्त्रबाटै स्टार्ट गरेँ। ओम गङ गणपतये नमः, ओम गुरवे नमः। अब गुरु भन्ने बित्तिकै चाहिँ हाम्रो चाहिँ के, गुरु बुद्धि, शुद्धि, वृद्धि र सिद्धि, यो 4वटा कुराहरूको आउँछ क्या। अनि त्यही भएर चाहिँ हामीले अब त्यो अब कुनै पनि अब बुद्धि, कुनै पनि ज्ञानको लागि त सबभन्दा सुरुमा त बुद्धि चाहियो। त्यसको लागि त्यसको साथसाथै हाम्रो चाहिँ अब फेरि त्यो अनुसारको शुद्धि पनि चाहियो। र त्यो शुद्धि भएपछि अब सिद्धि पनि हुनु पऱ्यो। र आफूसँग भएको चाहिँ अरूलाई पनि बाँड्नको लागि त्यो चाहिँ वृद्धि पनि हुनु पऱ्यो।
सबै कुरा चाहिँ हामीलाई चाहिँ गुरुको कृपाबाटै हुन्छ होइन। त्यसमा पनि देवगुरु बृहस्पति है त। अब यो आजको मास्टर क्लास सेसनमा चाहिँ हामीले चाहिँ बेसिकली चाहिँ वैदिक एस्ट्रोलोजीबाट अब होस्ट चाहिँ अब यहाँ जापानबाट हुँदैछ। अब यहाँको लोकल टाइम चाहिँ अहिले 10:30 भइसकेको छ है रातिको पिएममा। त्यहाँ चाहिँ नेपालको टाइममा चाहिँ हामीले अब सबैलाई सहज हुने भन्ने हिसाबले चाहिँ हामीले चाहिँ नेपालको 7 बजेर आएका थियौँ। तैपनि हामी चाहिँ अलिकति साथीहरूलाई वेट गरेर चाहिँ हामी चाहिँ अलिक कनेक्ट हुन चाहिँ ढिलो भएर चाहिँ 15 मिनट चाहिँ ढिलो भयौँ। ठिक छ। अब यो मेनली चाहिँ हामीले चाहिँ अब यो कुण्डलीमा पनि यो ओबिएफ एस्ट्रो एपबाट त्यहाँ चाहिँ हामीले अब मान्छेले चाहिँ हरेक अब के हुन्छ हरेक सेक्टरमा चाहिँ अब नयाँपन खोजिरहेको हुन्छ होइन। हामी चाहिँ यसबाट चाहिँ हामीले अब यो वैदिक एस्ट्रोलोजीलाई चाहिँ सहज रूपमा क्या सबैलाई सम्पूर्णमा सहज रूपमा चाहिँ कसरी प्रस्तुत गर्ने भन्ने हिसाबमा चाहिँ हामीले चाहिँ अब यो एपबाट पनि तपाईँहरूलाई चाहिँ इन्टरेक्ट गर्ने हिसाबले चाहिँ आजको यो सेसन चाहिँ अगाडि बढ्दैछ है। हस् त अब सुरुमा चाहिँ हामी पञ्चाङ्गबाटै जाउँ है त। यो एस्ट्रोलोजीमा चाहिँ पञ्चाङ्गको ज्योतिषशास्त्रको मेन अङ्ग कुनै पनि कुराको चाहिँ जस्तो कि अब वृक्षमा पनि पञ्चाङ्ग हुन्छ, त्यस्तै गरी यो ज्योतिषको पनि मेन कुराहरू चाहिँ पञ्चाङ्गबाटै सुरु हुन्छ क्या। अब पहिला पहिला चाहिँ अब राजा महाराजाहरूले चाहिँ आफ्नो राज्य के भन्छ आफ्नो उसकै ज्योतिषहरू राखेर राजपुरोहित ज्योतिषहरू राखेर चाहिँ पञ्चाङ्ग हेरेर मात्रै चाहिँ सम्पूर्ण कुराहरूको चाहिँ निर्णय गर्ने गर्छ क्या। अहिले चाहिँ अब यो भविष्य के छ कसो छ भन्नेमा चाहिँ बढी फोकस भएको छ भन्दाखेरि चाहिँ अब पहिला पहिला चाहिँ कुनै पनि अब जस्तो कि अब कहीँ अब युद्ध पहिला पहिला त हुन्छ नि सिमाना त्यो युद्धहरूको त्यस्तो यसमा चाहिँ युद्धमा गएपछि चाहिँ फर्किन्छ कि फर्किँदैन त, त्यो युद्ध विजय हुन्छ कि के हुन्छ त, शत्रु विजय गर्न सकिन्छ, यस्तो सबै कुराहरू चाहिँ बिहान दिन सुरु हुने बित्तिकै चाहिँ पञ्चाङ्ग हेरेर चाहिँ निर्धारण गरे हुन्छ क्या, डिसिसन गरे हुन्छ। अब त्यो पहिला पहिला हामी बच्चा बेलामा त के हुन्छ अब रेडियो एफएमहरूमा हामीले दिनको सुरुवातै के हुन्छ पञ्चाङ्गबाट सुरु हुन्छ क्या। त्यो भनेको चाहिँ अब यो पञ्चाङ्गको महत्त्व के छ भने चाहिँ अब यो चाहिँ मैले अब ओमेटिक फाउन्डेसनबाट चाहिँ हामीले लगइन गरेर हेऱ्यौँ भने हामीले पनि यहाँ हेर्न सक्छौँ है। हरेक दिनको या आफैले चाहिँ यहाँबाट डेटहरू चेन्ज गरेर पनि हरेक डेट अनुसार कस्टमाइज गरेर पनि हेर्न सक्छौँ हामीले होइन। त्यहाँबाट सेकेन्डमा जाउँ। अब इम्पोर्टेन्स चाहिँ पञ्चाङ्गको इम्पोर्टेन्स चाहिँ के छ भन्दाखेरि चाहिँ यसलाई चाहिँ हामी अब मुरटहरू अस्पिसियस कुनै पनि अब हरेक कुरा नै हामीले अहिले पनि सम्पूर्ण अब जन्मेदेखि हाम्रो लास्ट आवरसम्म पनि हामी चाहिँ सबै मुरटहरू अनुसारै हेर्छौँ कि हामीले चाहिँ यो चाहिँ यति साइन्टिफिक पनि छ कि अब यसको चाहिँ बारेमा बिस्तारै हामी जाँदै गरौँला होइन। अस्पिसियस टाइमहरू क्या कुनै पनि अब काम गरेर मात्रै मेहनत गरेर मात्रै हुँदैन कि, त्यसको लागि चाहिँ राइट टाइम पनि इम्पोर्टेन्ट हुन्छ क्या। मान्छेले मेहनत त गर्दै हुन्छ, त्यो मेहनत गरे अनुसारले गुड अब फ्रुटफुल हुनको लागि चाहिँ टाइमको चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ क्या। त्यही भएर चाहिँ एस्ट्रोलोजी भनेकै टाइम एन्ड स्पेसकै पनि कुरा हुन्छ क्या, स्टडी अफ एनालाइसिस अफ टाइम एन्ड स्पेस पनि हो होइन। अनि अब हाम्रो चाहिँ विवाहको मुरटको कुराहरू सबै कुराहरू चाहिँ पञ्चाङ्गबाटै निर्धारण हुन्छ। पञ्चाङ्गमा के पर्छन् भन्ने कुराहरू पनि हामी बिस्तारै जानेछौँ। अनि यहाँनिर अब ब्रह्म मुहूर्तको कुराहरू छ या होराको कुराहरू होइन, यो कुराहरू पनि राखेछौँ। ओके ल, सबभन्दा सुरुमै चाहिँ तपाईँहरूलाई एउटा क्वेसनबाटै सुरु गरेँ त। अब यो यहाँनिर चाहिँ होरा भनेर राखेको छौँ होइन। हामीले प्रायःले चाहिँ अब आवर चाहिँ सुनिरहेको हुन्छौँ होइन। अब यो होराको बारेमा चाहिँ कसैलाई केही जानकारी छ भने कसैले भन्नुहुन्छ कि यहाँ पार्टिसिपेन्ट हाम्रो आज 6जना हुनुहुन्छ होइन, मसुदा गरेर 7जना हुनुहुन्छ। कसैलाई एनी आइडिया होराको बारेमा चाहिँ? स्लाइड उ छ, ओके यता छ, सुनिराख्नु भएको छ? क्या हो सुनिरहेको छ। कसरी डबल आउँछ त? ठिक छ ल। यो यस्तो छ है त, यो हाम्रो यो वैदिक एस्ट्रोलोजीको मेन के हुन्छ जड भनौँ न, रुट भनेको चाहिँ होरा शास्त्रबाट हुन्छ क्या। त्यो चाहिँ बृहत अब मेन त्यसको मूल ग्रन्थ भनेको चाहिँ बृहत पराशर होरा शास्त्र भन्छन् होइन। अहिले त अब डिफ्रेन्ट डिफ्रेन्ट एस्ट्रोलोजीकै अब भनेर डिफ्रेन्ट डिफ्रेन्ट शास्त्र अब जैमिनी सूत्र छ, भृगु संहिताहरू छ, अब अहिले आएर केपी एस्ट्रोलोजी छ। तर ती सबैमा पनि सबभन्दा मेन भनेको चाहिँ बृहत पराशर होरा शास्त्र भन्छन् क्या है। अब इङ्ग्लिसबाट सुन्दा चाहिँ होरा आवर भन्छ, तर हाम्रो यतातिर वैदिक सनातन उसमा चाहिँ होरा भन्छ क्या। त्यो पनि त्यहाँको 24वटा होरै हुन्छ हाम्रो चाहिँ। हो त्यो 24वटा होरा चाहिँ किन राखियो भन्दाखेरि चाहिँ
अब इङ्ग्लिस उतातिर वेस्टर्न कल्चरमा आवरको चाहिँ अब त्यहाँबाट चाहिँ मैले खासै थाहा पाइनँ। तर यो हाम्रो होरा यतातिर के भन्छ होरा भन्ने चाहिँ के हो भन्दाखेरि हाम्रो दिन भनेको चाहिँ अहो र रात्रबाट लाइट र नाइट भनेको डे भनेको चाहिँ लाइट भयो, रात्र भनेको चाहिँ नाइट भयो नि त। देर अहो रात्रबाट चाहिँ अहोको चाहिँ हो र रात्रको चाहिँ राबाट चाहिँ होरा भन्ने चाहिँ त्यहाँबाट चाहिँ उ भएको हो। त्यो 24वटा होरा हुन्छन् त्यसमा चाहिँ होइन। अन्त दिनको 12वटा होरा र रात्रको 12वटा होरा। त्यसरी अनि त्यो होरा भनेको चाहिँ लगभग लगभग 1 आवरकै हुन्छ क्या हाम्रो चाहिँ। अनि त्यसरी जान्छ। अनि त्यसो मुरटको कुराहरू आउँछ। मुरटमा पनि अब हाम्रो पहिल्यैदेखि चाहिँ हाम्रो चाहिँ अब ब्रह्म मुरटको कुराहरू आउँछ होइन। किन चाहिँ अब ब्रह्म मुरटको चाहिँ एकदम भ्यालु दिएर हुन्छ नि। त्यो चाहिँ अब यहाँ मिनेटमा रहेछ। त्यो चाहिँ सूर्य उदय हुनुभन्दा लगभग टेन्टेटिभ चाहिँ 1.5 घन्टा अगाडि हो क्या। भनेको हामीले चाहिँ दिनको सुरुवात चाहिँ बिहानको 6 बजेदेखिबाट साँझको 6 बजेसम्म त्यसलाई चाहिँ दिनलाई मान्छौँ भनेदेखि रातिको 6 बजेबाट चाहिँ भोलिपल्ट सूर्य उदय नभएसम्मको हुन त्यसलाई चाहिँ रात्रि मान्छौँ। अब एक दिन भनेको चाहिँ आज सूर्य उदय भएपछि भोलि सूर्य उदयसम्मको 9 बजेसम्मकोलाई चाहिँ एक दिन मान्छौँ क्या। त्यही भएर चाहिँ अब हाम्रो चाहिँ एक दिनमा धेरै चिनाहरू बनाउँदाखेरि कन्फ्युजन पनि हुन्छन् होइन। प्रायःहरू चाहिँ मेरो अब वेस्टर्नमा चाहिँ हाम्रो 12 बजे कटिसकेपछि चाहिँ अर्को दिन मान्छ क्या। जस्तो कि आज अब मेको 3 छ भनेदेखि 12 PM भएपछि उता भएपछि चाहिँ हामी मे 4 भन्छौँ होइन। त्यो त्यसरी जान्छ। तर हाम्रोमा चाहिँ वैदिकमा चाहिँ भोलि सूर्य उदय नभएसम्म चाहिँ आजकै दिन हुन्छ क्या। त्यसरी नै जान्छ। त्यसो चाहिँ एकदम इम्पोर्टेन्ट यो के भन्छ त्यहाँनिर किन चाहिँ छ भन्दाखेरि त्यो पछि हाम्रो विकडेमा पनि आउँछ यो भएर। त्यहीबाट चाहिँ हाम्रो विकडे कसरी हाम्रो विकडे पनि आउँछ। अब ती कुराहरू सँगसँगै वी अन्डरस्ट्यान्ड। अब यसमा इङ्ग्लिसमा पनि मैले सर राखेको छु, तपाईँहरूले पढ्नु पनि भयो होला होइन। अब पञ्चाङ्ग भनेको चाहिँ अब पहिलाको चाहिँ कस्मिक क्लक नै हो कि, यो चाहिँ घडी नै हो कि एउटा। पहिला घडी हुनुभन्दा अगाडि चाहिँ यो सूर्य उदयको आधारमा तिनीहरूकोमा जान्छ। अब यो पञ्चाङ्गमा चाहिँ अझ डिटेलमा जाँदाखेरि चाहिँ अब जान्छ हामी। पञ्चाङ्ग भनेको चाहिँ हामी अब संस्कृत अब यो नेपाली बुझ्नेहरूलाई सजिलो हुन्छ। पञ्च भनेपछि 5 भइहाल्यो, अङ्ग भनेको चाहिँ 5वटा पार्ट्सहरू भयो त्यसको। भनेको त्यसमा चाहिँ कुन कुन आउँछ भन्दाखेरि तिथि आउँछ, वार आउँछ, नक्षत्र आउँछ, योग र अनि करण आउँछ है। अब यिनीहरूको अब यो हामी जन्मिँदाखेरि नै ट्याक्क यो कुराहरू म्यापिङ नै हुन्छ क्या। हामी जन्मेको समय स्थानमा पनि नै योहरू चाहिँ हामीले ठ्याक्क नोट गरेर पञ्चाङ्ग अघि पनि हालेँ। त्यसले हाम्रो लाइफलाई चाहिँ लाइफ एउटा प्याटर्नै चाहिँ डिफाइन गरेर हुन्छ क्या। तिथिले जस्तै कि अब कुन तिथिमा जन्मिएको छ होइन। अब तिथिमा पनि 2टा शुक्ल पक्ष कृष्ण पक्ष हुन्छ। 30वटा तिथिस हुन्छ होइन। शुक्ल पक्ष भनेको चाहिँ वेक्सिङ मुन भनेको चाहिँ हामी चन्द्रमा चाहिँ बढ्दै बढ्दै गएर पूर्णिमा हुने भयो, त्यो चाहिँ शुक्ल पक्ष भयो। अनि कृष्ण पक्ष भनेको चाहिँ पूर्णिमाबाट चाहिँ अब अस्ति पूर्णिमा भयो हाम्रो, बुद्ध पूर्णिमा भयो। त्यसपछि आज प्रतिपदा द्वितीया हुनेछ। यो चन्द्रमा चाहिँ बिस्तारै बिस्तारै क्षीण हुँदै हुँदै जान्छ क्या औँसीसम्मको। त्यो चाहिँ शुक्ल कृष्ण पक्षको भयो होइन। त्यसरी जान्छ। अनि त्यस्तै गरेर अब बारको कुरामा पनि हाम्रो हरेक बार अब आज सन्डे भनेपछि आज आइतबार सन्डे यिनीहरूको अब यो वेस्टर्नमा चाहिँ सन्डे मन्डे भनेर चाहिँ हाम्रोमा चाहिँ आइतबार रविबार भन्छौँ होइन। अनि सोमबार भन्छौँ। त्यो चाहिँ किन भन्दाखेरि त्यो दिनमा चाहिँ त्यो ग्रहको चाहिँ ऊर्जा चाहिँ धेरै म्याक्सिमम् यो अर्थमा चाहिँ इन्फ्लुएन्स भइरहेको हुन्छ क्या। वास भनेकै वासरेबाट भनेको सूर्य चाहिँ अब आज आइतबार छ भनेदेखि चाहिँ सूर्यको ऊर्जा चाहिँ आजको दिनमा चाहिँ दिनभरिमा चाहिँ जुन अहोरात्रमा चाहिँ सूर्यको ऊर्जा चाहिँ धेरै प्रभाव पारेर हुन्छ। अब सोमबार भनेको चाहिँ सोमवासरे भनेको चाहिँ सोमबारमा चाहिँ सोम, हामी सोम पनि भन्छौँ चन्द्रमालाई चाहिँ। चन्द्रमाको ऊर्जा चाहिँ त्यो दिनमा चाहिँ विशेष प्रभाव परिरहेको हुन्छ क्या। अनि त्यही भएर चाहिँ हाम्रो चिना देखाउँदाखेरि पनि तपाईँहरूले कतिजनाले सोध्नुभयो होला कि मेरो चाहिँ शुभबार कुन हो त भनेर होइन। अब यही आधारमा हामीले अब कुन चिना बनेपछि त्यो हाम्रो अब फेभरेबल प्लानेटहरू हाम्रो चिनामा चाहिँ त्यसको आधारमा चाहिँ हामीले बारहरू पत्ता लगाएर बारको अनुसारले हामीले त्यो हिसाबको उपायहरू गर्न सक्यौँ भने पनि हाम्रो चिनामा भएको हामीले के भन्छ शुभ प्रभावलाई चाहिँ अझ वृद्धि गर्न सक्छौँ है त्यसरी। अब अनि यो चिनामा चाहिँ पनि अब ज्योतिषशास्त्रमा चाहिँ अझ डेफ्थमा हामी जाने हो भनेदेखि चाहिँ कन्सलेसन भन्छ, नक्षत्र होइन। नक्षत्रको कुरा आउँछ। नक्षत्र भनेको चाहिँ हाम्रो यो के भन्छ खगोल के भन्छ आकाशीय यो स्पेसलाई चाहिँ हामीले 360 डिग्रीमा चाहिँ डिभाइड गरेर हुन्छ कि सर्कल भू भचक्र नै भन्छौँ होइन हामीले। भचक्रलाई चाहिँ 360 डिग्रीमा चाहिँ एजुम गरेर चाहिँ त्यसलाई चाहिँ रास
27वटा नक्षत्र हो एक्चुअली चाहिँ 28वटा एउटा चाहिँ अभिजित भनेर 28वटा पनि हुन्छन् नर्मली हामीलाई चाहिँ यो म्याथमेटिकली हिसाब गर्न सजिलो होस् भनेर 27वटा 27 इन्टु 27वटा नक्षत्रमा चाहिँ डिभाइड गरेर हुन्छ कि आकाशको यो अब हाम्रो पर के भन्छ उसमा चाहिँ हामीले यो चन्द्रमाको चाहिँ 27वटा पत्नी भनेर पनि हामीले त्यसरी पनि अब यो बुझ्नलाई सजिलो होस् भने त्यसरी पनि एउटा उहरू स्टोरीहरू बनाएको छन् होइन हाम्रो भनेको चाहिँ त्यो चन्द्रमा चाहिँ हरेक एउटा एउटा नक्षत्र अश्विनी भरिणी कृतिका रोहिणी मृगशिरा आधार त्यसरी चाहिँ 27वटा नक्षत्रहरू छन् होइन अनि त्यो भनेको चाहिँ चन्द्रमा चाहिँ हरेक एउटा एउटा त्यो एरिया क्या त्यो चाहिँ नक्षत्र भने अब हाम्रो वैदिक सनातनमा चाहिँ हामीलाई यो 27वटा पत्नी चन्द्रमाको 27वटा पत्नी भनेर चाहिँ हामीले जुन अब लेखिएको जुन कुरा छ त्यो चाहिँ सिम्बोलिक रूपमा चाहिँ त्यो नक्षत्र हो कि चन्द्रमा चाहिँ एक एक दिनमा चाहिँ एउटा एउटा नक्षत्रमा जान्छ भन्ने कुरा हो क्या त्यहाँबाट चाहिँ हामीले नक्षत्रको आधारमा चाहिँ हामीले हाम्रो दिन चाहिँ कस्तो जान्छ भनेर त्यसरी चाहिँ प्रिडिक्ट गर्न सक्छौँ कि अझ डिटेलमा अनि त्यस्तै गरेर अब योगाको कुरा आउँछ करणको कुरा आउँछ होइन चाहिँ एकदम एडभान्स लेभलमा अझ यसमा डिपमा जान सक्यो भने चाहिँ अझ हामीले चाहिँ इच एन्ड एभ्री टाइमको एभ्री डेको चाहिँ हामीले चाहिँ डिटेलमा जान सक्छौँ अब ज्योतिष शास्त्रमै चाहिँ अझ पञ्चाङ्ग कुरा गर्दै अब यता ज्योतिषीको पनि अलिकति कुरा गरौँ है ज्योतिष अब यता एस्ट्रोलोजी भन्दा नि ज्योतिष शास्त्र भन्दा ज्योति भनेको चाहिँ अब लाइट क्या हाम्रो स्पेसमा अब यो आकाशीय पिण्डहरू होइन जसले चाहिँ हामीलाई चाहिँ लाइट अब हामीले राति आकाशतिर हेऱ्यौँ भने चाहिँ हामीले सबै ताराहरू देखिरहेको छौँ तर हामीले त्यो कुन ग्रह कहाँनिर छ भनेर हामीले कुण्डलीमा हेरेर अब गोचर ग्रहहरूको गोचरबाट हेरेर हेऱ्यौँ भने त्यो ग्रह चाहिँ शुक्र ग्रह है त्यो चाहिँ बृहस्पति हो भनेर हामीले चाहिँ सजिलै देख्न सक्छौँ कि त्यो चाहिँ राति हामीले आँखाबाट चाहिँ त्यही भएर चाहिँ अब त्यो किरणले चाहिँ त्यो ग्रहहरूको रेडिएसनले चाहिँ हामी यो पृथ्वीमा बसेको सजीव निर्जीव सम्पूर्ण वस्तुहरूमा चाहिँ कस्तो प्रभाव पार्छ भनेर चाहिँ त्यसैको आधारमा चाहिँ हामीले चाहिँ बनाएको एउटा ज्ञान हो कि अब खासमा वेदको यसलाई ज्योतिषले चाहिँ वेदको आँखा पनि भन्छ होइन वेदाङ्ग हो यो वेदको डिफ्रेन्ट डिफ्रेन्ट अङ्ग वेदको मैले मतलब मेन अङ्ग भनेको चाहिँ आँखा हो जब त्यो भिजन के भन्छ आँखाले जब हामीलाई गाइड गर्छ नि त्यसपछि हामीलाई चाहिँ सहज लाइफ चाहिँ अब सहज हुन्छ भने जस्तै यो बेडकै आँखा हो क्या आँखाको रूपमा पनि भनिन्छ नि बेड अङ्गको पनि आँखा भन्छ यसलाई चाहिँ आई भन्छ अब त्यही अघि पनि भने जस्तै यो एस्ट्रोलोजी भनेको चाहिँ नट जस्ट फर के भन्छ त यो फ्युचर प्रिडिक्सन गर्नलाई मात्रै होइन क्या यो चाहिँ अब हाम्रो अन्डरस्ट्यान्डिङ अब डेली अब हामी जहाँ छौँ जे छौँ जुन अवस्थामा छौँ त्यो अवस्थालाई चाहिँ अब अझै इन्हान्स गरेर चाहिँ हामीले कसरी चाहिँ अब त्यो टाइमलाई त्यो स्पेसिफिक अघि हो र भने जस्तै त्यो स्पेसिफिक आवरमा चाहिँ हामीले कसरी त्यो कुन ग्रहकोले चाहिँ एफेक्ट गरेको छ बार मात्रै होइन कि बार भनेको त हामी होल दिनकै अब आइतबारसम्म सूर्य ग्रहको भने जस्तै तर 24 आवरमा पनि हाम्रो चाहिँ इच एन्ड एभ्री आवरलाई चाहिँ एउटा एउटा प्लानेटले चाहिँ त्यसले एफेक्ट पारेर हुन्छ क्या जस्तै कि आफ्नो ग्रहको अनुसारले यहाँ चाहिँ म बोलिरहेको छु सुनिराख्नु भएको चाहिँ कसैलाई केही यहाँसम्म केही सोध्न मन लाग्ने कुराहरू के छ यसो जिज्ञासा हुन्छ नि यो एस्ट्रोलोजीको बारेमा अब जति पनि छन् यहाँ अब यो एस्ट्रोलोजीको बारेमा इन्ट्रेस्टिङ नै भएर जोइन हुनुभएको छ होइन केही छ तपाईँहरूलाई लागेको So far, so good. Thank you. ओके त्यसो म कन्टिन्यू गरौँ है त अब यसमा यो हामीले वैदिक एस्ट्रोलोजीमै चाहिँ किन यतातिर यो धेरै के भन्छ हाम्रो यो चाहिँ हाम्रो लागि वरदानै हिसाबले हो क्या खासमा चाहिँ वैदिक यो ज्योतिष शास्त्र भनेको चाहिँ हामी यो पृथ्वीमा बसेको मान्छेहरूलाई चाहिँ एउटा वरदानै हो क्या खासमा भन्यो भने यसलाई हामीले अब पहिला पहिला जति पनि ठुला ठुला संरचनाहरू भयो मठ मन्दिरहरू सबै राजा के भन्छ महाराजाहरूले होइन ऋषिहरूले चाहिँ यसलाई चाहिँ यस्तो त्यही भएर पनि हाम्रोको अहिलेको यो टेक्नोलोजी जुन अब हाम्रो कला संस्कृतिहरू त्यो छ नि त्यो लेभलमा हुनु भनेको चाहिँ यो एस्ट्रोलोजीले धेरै हामीलाई चाहिँ उनीहरू के भन्छ पहिला हाम्रा ऋषि महर्षिहरूले पनि त्यो एस्ट्रोलोजी एकदम डेफ्थमा बुझेर उ गर्नुभएको छ अब हामीले चाहिँ यसलाई बिस्तारै बिर्सिँदै गइरहेको छौँ अब होइन जुन लेभलमा हामीले चाहिँ यसलाई युज गर्नु पर्ने त्यो लेभलमा गर्न सकिरहेको छैन अब त्यसैको लागि पनि हामीले यो ओम वेदिक फाउन्डेसन यो हामी अब यो अहिले चाहिँ बिस्तारै फेरि इन्ट्रेस्ट जाग्न थालेको छ होइन अब के रहेछ त साँच्चै केही न केही त हुन्छ भनेर बिस्तारै अब यङ जेनेरेसनहरूमा पनि यसको चाहिँ खुल्ली चाहिँ लाग्न थालेको छ त्यही भएर पनि यसमा चाहिँ हामी निरन्तर अब लागिरहेको छ होइन त्यसैको फलस्वरूप चाहिँ आजको यो प्रेजेन्टेसन पनि भइरहेछ है अब जाउँ यसमा चाहिँ सबभन्दा मलाई अब मैले सुरुमा सिक्दै गर्दाखेरि र अनि अरूले पनि अब जिज्ञासा भनौँ न जस्तो कि साइन्समा हामीले स्कुलमा पढ्दाखेरि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि
सूर्य भनेको त तारा हो होइन, चन्द्रमा भनेको त उपग्रह हो भन्छ होइन। तर हाम्रो यो वैदिक साइन्समा चाहिँ के भन्छ त भन्दाखेरि सूर्यलाई पनि ग्रह नै मानेका छौँ, चन्द्रमालाई पनि ग्रह नै मानेका छौँ होइन। अनि भनेपछि किन त भनेर चाहिँ अब यो हुनसक्छ खासमा चाहिँ एउटै हो, यो हाम्रो जुन एस्ट्रोनोमीबाट र यो एस्ट्रोलोजीमा चाहिँ एउटै कुरा नै छ कि खासमा यही 9वटा ग्रह, 9वटा भन्दा नि विशेष गरी चाहिँ अब 7वटा बारको 7वटा ग्रह हुनु होइन। यसमा चाहिँ मर्करी, भेनस, अब यहाँसम्म त्यही भएर सोलर सिस्टमको पनि कुरा राखेको छौँ। मर्करी, भेनस, अर्थ, मार्स, जुपिटर, स्याटर्न, युरेनस, नेप्चुन, प्लुटो अब यता जान्छ। त्यसमा चाहिँ हामी चाहिँ अब त्यहाँ डिफ्रेन्ट क्वेसनहरू आउँछ नि यहाँ चाहिँ, अब किन चाहिँ सूर्य र चन्द्रमालाई चाहिँ ग्रह मान्यो। त्यस्तै गरी अब यो युरानस, नेप्चुन जुन अब युरानस, नेप्चुन, प्लुटोहरूलाई किन चाहिँ ग्रह मानेन भन्ने कुराहरूमा पनि आउँछन् क्या। त्यसमा पनि म चाहिँ अब धेरैको जिज्ञासा हुन्छ होइन, सूर्य र चन्द्रमा किन भन्दाखेरि चाहिँ यो अघि पनि भने मैले, यो ज्योतिषशास्त्र भनेको चाहिँ पृथ्वीमा बसेको अब हाम्रो ऋषिमुनिहरू पृथ्वीमा बसेर पृथ्वीमै बसेको सजीव निर्जीव सम्पूर्णको लागि चाहिँ सहज जीवनयापन सहजको लागि, जस्तो कि मौसम सम्पूर्ण कुराहरू, अब अन्नबाली पहिला पहिला त अब यहाँ अन्नबालीहरूको बेला पनि मौसम कस्तो हुन्छ त भन्ने कुराहरूमै यो संहिता, यो गणित संहिता यिनीहरू थुप्रो कुराहरू छन् क्या, त्यहाँ त्यस्तो उतातिर हुन्छ। अब ती सबै कुराको लागि चाहिँ यहीँ पृथ्वीमै बसेको मानिस प्राणीहरूको लागि चाहिँ बनाएको भएर चाहिँ यसको आधारमा के, जस्तै कि हामीले अब गाडीभित्र बसेर बाहिर हेऱ्यौँ भनेदेखि चाहिँ हामी स्टेडी देख्छौँ, तर बाहिरको त्यो बाहिरतिर झ्यालबाट बाहिर हेर्दाखेरि मान्छेहरू, रुखहरू, बिल्डिङहरू चाहिँ मुभ भइरहेको देख्छौँ नि। त्यही हिसाबमा चाहिँ यो चाहिँ हामीले चाहिँ पृथ्वीमा बसेर अरू सबै ग्रहहरू, आकाशीय पिण्डहरूलाई हेर्दाखेरि चाहिँ त्यो सबै चाहिँ मुभ भइरहेको देख्छौँ क्या। त्यही भएर चाहिँ हाम्रा ऋषि महर्षिहरूले चाहिँ यसलाई चाहिँ पृथ्वीको आधारमा मान्यो भने चाहिँ यसलाई चाहिँ हामी जियोसेन्ट्रिक एज अ अर्थ एज अ सेन्टर है। अनि अब त वेस्टर्न कल्चरमा त अझै पनि उनीहरूले अब हेलोसेन्ट्रिक नै भनेर चाहिँ अब सनसाइनकै आधारमा चाहिँ उनीहरूले बेसिक मान्छ भने हामी चाहिँ मुन साइनमा चाहिँ अलिक फोकस हुन्छ होइन, यो कुराहरू पनि आउँछन्। अब यहाँ यी कुराहरू गर्दै गर्दा चाहिँ हाम्रो यो विकडेजको कुराहरू अब उतातिर के भन्छ विकडे कुरा है अघि भने जस्तो। अनि यो किन चाहिँ हामीले चाहिँ सूर्य उदयदेखि आजको सूर्यदेखि भोलिपल्टको सूर्योदयसम्मको लागि चाहिँ किन चाहिँ 24वटा होरामा मान्यौँ र कसरी चाहिँ अब हाम्रो विकडेजहरू रविबार सोमबार कसरी आयो भन्ने कुरा चाहिँ यो सबै यो म्याथमेटिकली चाहिँ गणित र फलितको कुराहरू आउँछ कि एस्ट्रोलोजीमा। यो सबै गणितबाट हामीले सजिलै निकाल्न सक्छौँ कि एकैछिनमा। यसको लागि चाहिँ हामीले यो अब के भन्छ प्लानेटहरूको क्रमबद्ध रूपमा चाहिँ हामीले सूर्यबाट कुन कुन नजिक छ त, सबभन्दा सुरुको नजिक भनेको मर्करी, त्यसपछि भेनस होइन, बुध, शुक्र, अनि त्यसपछि पृथ्वीलाई चाहिँ हामी सनसँग रिप्रेजेन्ट गर्छौँ। पृथ्वीको ठाउँमा चाहिँ सूर्यलाई लाग्छौँ क्या हामी चाहिँ। सूर्यको गति भनेको चाहिँ पृथ्वीको गति हो क्या। अब यो वैदिक साइन्समा चाहिँ हाम्रो ऋषिहरूले त्यो जमानामा हजारौँ वर्ष पहिले चाहिँ सबै कुराहरू चाहिँ पहिल्यै चाहिँ के भन्छ उनीहरूले खोज अनुसन्धान गरिसकेको क्या। अब जुन कुरा चाहिँ साइन्टिस्टहरूले अब खासमा त भर्खरै भन्नुपर्छ, त्यो ऋषिहरूले पत्ता लगाएको भन्दा चाहिँ होइन। त्यस्तो छ। अब त्यो कुरा भएर चाहिँ यो सूर्य र चन्द्रमा पनि ग्रह हुन्। अनि अब अर्को यो हामीले जुन हामीले यो कतिसम्मको साइन्स हो भन्ने कुरामा चाहिँ किन चाहिँ अब ऋषिहरूले अब यत्रो सबै थाहा भएकोहरूले चाहिँ किन चाहिँ युरेनस, नेप्चुन यिनीहरूलाई चाहिँ किन चाहिँ ग्रहमा राखेन भन्दाखेरि त्यो पनि प्रश्न आउँछ। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ यिनीहरू चाहिँ यति टाढा छन् कि होइन हाम्रो यो पृथ्वीबाट। तिनीहरूको त्यो जस्तो कि अब हामी यो मोसनकै हेर्दाखेरि के भन्छ ग्रहहरूको गतिकै हिसाब गर्दाखेरि चाहिँ के भन्छ यो हामीले 360 डिग्री राशिहरूको कुरा आउँदै गर्दाखेरि 12वटा हिसाबमा डिभाइड गऱ्यो भने चाहिँ 12वटा राशि डिभाइड गरेर 12वटा के भन्छ 360 डिभाइडेड बाई 12 गऱ्यो भने 12वटा राशिबाट हुन्छ होइन। त्यो 30 डिग्रीको एउटा राशि हुन्छ। अब त्यो एउटा भनेको चाहिँ सूर्यले चाहिँ एउटा राशि कम्प्लिट के भन्छ मुभ गर्नलाई चाहिँ 1 महिना लाग्छ। त्यस्तै गरी बृहस्पतिलाई एउटा राशि कम्प्लिट मुभ गर्नलाई चाहिँ 1 महिना लाग्छ होइन। त्यो चाहिँ गोचरको कुरामा गोचर फलाले चाहिँ त्यतातिर जान्छ। अनि शनिलाई चाहिँ त्यही राशि एउटा राशि मेष वृष जुन हाम्रो मेष वृष मिथुन कर्कट त्यसरी 12 मिनसम्म जान्छ नि, त्यो एउटा राशि नै कम्प्लिट गर्नलाई शनिलाई चाहिँ 2.5 वर्ष लाग्छ क्या। भनेपछि त्यो भने नि अझ टाढा आउटर उसमा हो नि त, आउटर अर्बिटमा हो नि त यो अरू प्लानेट युरेनस नेप्चुन उनीहरू भनेको। अनि तिनीहरू भनेको तिनीहरूलाई अझ के भन्छ धेरै वर्ष लाग्छ त्यो कुरा भनेको हामीले त्यो भएर चाहिँ त्यो मान्छेको लाइफ के भन्छ अब चाहिँ त्यो ग्रहले इफेक्ट गर्ने कुरा चाहिँ न्यून हुने भएको चाहिँ तिनीहरूलाई चाहिँ इग्नोर गरेको हो है। त्यसरी पनि जान्छ। त्यही भएर चाहिँ यो साइन्स हो। अब उता हाम्रो वेस्टर्नले चाहिँ यो एकदम अझ उ गर्न खोजे पनि हाम्रो चाहिँ एकदमै एडभान्स साइन्स हो भन्ने कुरामा चाहिँ म चाहिँ एकदम अझै पनि हामीले चाहिँ यो सबैलाई हाम्रो आउने न्यू जेनेरेसनहरूलाई पनि यसको नलेज चाहिँ दिइराख्नुपर्छ भनेर चाहिँ म चाहिँ एकदम हाम्रो यो अब टिमबाटै एफोर्ट हो होइन।
अब यहाँ आउँछ वारको कुरामा है त हामी वारको कुरामा चाहिँ अब यो वार अघि पनि भने हामीले वार भनेको चाहिँ वासरेबाट आएको वास भनेको चाहिँ रेस्ट अब कुनै ठाउँमा बास बस्नु भन्छ नि हामी वास अनि रे भनेको इनर्जी अब रविवार भनेपछि चाहिँ सूर्य भइहाल्यो रविको मात्रै सूर्य ग्रहको चाहिँ प्रभाव भनेको सूर्यको इनर्जी त्यो सूर्यको चाहिँ कस्तो गुण छ त सूर्यको कस्तो गुण छ त्यो दिन चाहिँ त्यसले प्रभाव पार्छ अब आवरमा छ भने त्यो आवरको प्रभाव हुन्छ जस्तै सूर्य भनेको सोलको कारक चन्द्रमा भनेको मनको कारक होइन मन अलि चन्द्र मङ्गल भनेको अलि एग्रेसिभनेसको कारक त्यसरी चाहिँ त्यो दिनमा चाहिँ त्यो खालको के भन्छ इफेक्टहरू चाहिँ हामीले देख्न सक्छौँ क्या शुक्रबार भनेपछि अब के भन्छ ब्युटिनेस अब त्यो उसको कुराहरू आउँछ त्यो मनोरञ्जनको कुराहरू आउँछ शुक्रबार चाहिँ त्यो हिसाबको आउँछ भने शनिबार फेरि फिजिकल वर्क अब सफा सुग्घर तिनीहरूको कुरा आउँछ क्या खासमा शनिले त ढिला सुझी त्यो हुन्छ होइन त्यो शनिसँग कुराहरू चाहिँ आउँछन् क्या अब यहाँनिर हामीले बार विकडे चाहिँ कसरी आयो भन्ने कुरामा चाहिँ अघि पनि भन्यो भने होरा सिस्टमबाट आउँछ यहाँनिर अब के भन्छ ग्रहहरूको यो अघि सोलर सिस्टममा देखाए जस्तै यो मर्करी भेनिस अर्थ मार्च चाहिँ स्लो जति सूर्यको नजिक भयो त्यो भनेको त स्लो मुभ हुने भयो नि त होइन अनि त्यसैको आधारमा सबभन्दा स्लो भनेको त चन्द्रमा भइहाल्यो सूर्यको ठाउँमा चाहिँ पृथ्वीबाट नजिक भने चन्द्रमाले चाहिँ जब 2.5 दिन हो क्या चन्द्रमाको मोसन भनेको चाहिँ जम्मा एउटा राशिमा 2.5 दिन मात्रै बस्छ होइन त्यसरी अनि त्यो हिसाबमा सूर्य अनि त्यसको आधारमा चाहिँ हामीले जाँदै गर्दाखेरि चाहिँ सबभन्दा सुरुमा त हामी शनि यहाँ अब यही सिस्टमकै आधारमा हाल्नु हामी सरी एकछिन शनि अब खासमा चाहिँ यो होरा सिस्टम चाहिँ कहाँबाट सुरु हुन्छ भने सूर्यबाट सुरु हुन्छ क्या किनभने सूर्यलाई अघि पनि भने हामीले अब आत्माको कारक त्यसपछि अब यो हाम्रो के भन्छ राज्य सत्तामा चाहिँ राजाको कारक पनि चन्द्रमा भनेको मन्त्रीको कारक राजा भनेको सूर्य चाहिँ राजाको कारक भन्छ अनि त्यही भएर चाहिँ हाम्रो विकडे चाहिँ हाम्रो बारको सुरुवात चाहिँ हाम्रो आइतबारबाट हुन्छ क्या अब अहिले त्यो सिस्टम अब तपाईँलाई पनि म जानकारी गराउँ कि यो हाम्रो खासमा चाहिँ पहिल्यैदेखि हाम्रो चाहिँ यो त्यही ग्रहहरूको महत्त्व बुझेर चाहिँ हाम्रो चाहिँ बारको सुरुवात चाहिँ आइतबारबाट गरेको अहिले चाहिँ अब केही समयको लागि सायद अब के भन्छ अब उसको फ्युलको क्राइसिसले कारण गर्दाखेरि शनिबार आइतबार बिदा दिने जुन हाम्रो देशमा अब निर्णय भएको छ नि तर त्यो भनेको चाहिँ वैदिक अब यो ग्रहहरूको इनर्जीको लागि कुरा गर्ने हो भने चाहिँ आइतबार भनेको चाहिँ बारको सुरुवातै हुनुपर्छ क्या त्यो चाहिँ अब आउँछ यो त्यही भएर चाहिँ बारको सुरुवात चाहिँ राजालाई चाहिँ अब प्रायोरिटी दिएर भनौँ न यो ग्रहहरूको पनि एउटा एउटा हुन्छ क्या सूर्यको राजा भयो चन्द्रमा भनेको मन्त्री भयो मङ्गल भनेको आर्मी सेना भयो बुध भनेको राजकुमार भयो बृहस्पति गुरु भनेको अनि मन्त्रीहरू भयो गुरु र शुक्र मन्त्री भयो शनि भनेको चाहिँ अब त्यहाँ चाहिँ कामदार भन्छ होइन त्यसरी पनि ग्रहको हरेक ग्रहले चाहिँ छुट्याइरहेको हुन्छ क्या त्यही भएर चाहिँ सूर्य अब आइतबारको पहिलो घडी है सूर्य उदय भएर पहिलो 1 घन्टा भनेको चाहिँ सूर्यको हुन्छ क्या है त्यसपछि दोस्रो भनेको चाहिँ शुक्रको हुन्छ अनि तेस्रो भनेको चाहिँ बुधको हुन्छ यो चाहिँ अब हामीले क्यालकुलेसन गरेर हेऱ्यो भने ठ्याक्कै आउँछ क्या खासमा चाहिँ ग्रहहरूको स्पिडको आधारमा ग्रहहरूको गतिको आधारमा चाहिँ हामीले त्यसरी हिसाब गर्दै गयो भने ठ्याक्क आउँछ अब यसमा अब गर्दै गयो भने चाहिँ अझ टाइम अझै ऊ जान्छ होइन त्यही भएर चाहिँ त्यसको चाहिँ अब छुट्टै नै एकदम जहाँ सहजैबाट पनि निकाल्न सकिन्छ अनि त्यसै काउन्ट गरेर यहाँ पनि हाइलाइट गरेको यो सूर्य त्यसरी काउन्ट गर्दै गयो भने चाहिँ 24वटा होरा सकेपछि नेक्स्ट होरा भने 25औँ होरा भनेको चाहिँ चन्द्रमाको आउँछ क्या सूर्यबाट चाहिँ अनि त्यसपछि चन्द्रमाकोबाट पनि हामीले चन्द्रमा त्यसपछि शनि बृहस्पति मङ्गल सूर्य गर्दै गऱ्यो 24औँ होरा सकेर 25औँ होरा भनेको चाहिँ मङ्गलको आउँछ क्या त्यसरी चाहिँ हाम्रो यो विकडे चाहिँ सुरु भएको है त्यो चाहिँ अब पहिला पहिला चाहिँ हाम्रो सानै बेलादेखि नै सिकाउँथ्यो भन्थ्यो होइन मैले पनि गुरुहरूबाट सुनेको है गुरुहरूबाट सहजै रूपमा निकाल्नु मिल्छ यो चाहिँ एकछिन यसो एक्सेलमै राखेर हेऱ्यो भने सहजै यो ग्रहहरूको यो अघिको क्रमबद्ध तरिकाले अर्बिटको आधारमा गऱ्यो भनेदेखि आउँछ है त्यस्तो अब तिथिकै कुरामा छौँ तिथि भनेको चाहिँ भन्दाखेरि सूर्य र चन्द्रमा बिचको एङ्गुलर डिस्टेन्स हो कि खासमा चाहिँ जब सूर्य र चन्द्रमा बिचको एङ्गुलर डिस्टेन्स हो टोटल भने 360 डिग्री हुन्छ सूर्य र चन्द्रमा बिचको दूरी चाहिँ 12 डिग्री यो चाहिँ एङ्गुलर डिस्टेन्स है यो चाहिँ आकाशमा चाहिँ एकै ठाउँमा होइन कि एङ्गुलर डिस्टेन्समा चाहिँ 12 डिग्री 0 डिग्रीबाट 12 डिग्रीसम्म छ भने चाहिँ त्यो चाहिँ शुक्ल पक्षको प्रतिपदा हुन्छ अनि पछि 12बाट 24सम्म गयो भने चाहिँ
शुक्ल पक्षको द्वितीया हुन्छ त्यसरी जाँदा शुक्ल पक्षकालाई चाहिँ S1 S2 S3 त्यसरी पनि जान्छौँ त्यस्तै गरी कृष्ण पक्ष भनेको चाहिँ यो यहाँ यो देखिरहेको छ होइन यो जस्तो कि जब सूर्य र चन्द्रमा चाहिँ एउटै एङ्गुलर लाइनमा हुन्छ नि त्यो बेला भनेको डिग्री 0 हुन्छ नि त्यो बेला भनेको चाहिँ औँसी भन्छ कि हामी ट्याक्क औँसी भन्छौँ औँसीको र यो अरू हामी यो ज्योतिषी ज्ञानमा चाहिँ अलिअलि नलेज छ भने चाहिँ हामी ग्रहहरूलाई चाहिँ अस्तको कुरा पनि गर्छौँ क्या जस्तो कि अब हामीले यो तिथिहरूकोमा त औँसी भनेको चाहिँ सूर्य र चन्द्रमाको जब 20 डिग्री चाहिँ 0 हुँदाखेरि औँसी भने जस्तै अरू ग्रहलाई पनि जब सूर्यको एङ्गुलर डिस्टेन्समा चाहिँ नजिकै हुन्छ नि तब चाहिँ त्यो ग्रह चाहिँ अस्त भन्छ क्या भनेको त्यो इनर्जी त्यो ग्रहको इनर्जी चाहिँ हुँदैन जस्तै कि चन्द्रमा अस्त हुँदाखेरि हाम्रो पूर्णिमामा त हामीले ठ्याक्कै देखिरहन्छ जब 180 डिग्री हुन्छ त्यसरी पूर्णिमामा चाहिँ 12 गरेर गर्दाखेरि 12 × 15 गर्दाखेरि 180 डिग्री त्यसरी पूर्णिमा हुन्छ त्यसमा चाहिँ चन्द्रमाको पुरै लाइट ट्युबलाइटै बाले जस्तो गरेर राति पुरै उज्यालै देखिन्छ तर डिस्टेन्स एङ्गुलर डिस्टेन्स 0 भयो भने चाहिँ औँसी भनेको त्यो पुरा अँध्यारो एकदम कालो राति हुन्छ नि भने जस्तै त्यो भनेको चाहिँ आकाशमा त सबै ग्रहहरू अघि नै भने ल्युमिनर के भन्छ उज्यालो ग्रह के भन्छ लुमिनार बडी भन्छ नि त्यो भयो त्यो लुमिनार बडीहरूमा चाहिँ सूर्य भनेको त चराचर जगतको यो सोर्स अफ इनर्जी मेन सोर्स अफ इनर्जी भनेको सूर्य हो जब हामीले ठुलो बत्तीको अगाडि चाहिँ सानो बत्ती बाल्छौँ नि 100 वाटको चिमको अगाडि चाहिँ 0 वाटको भनौँ अब 0 वाट त होइन त्यो 10-20 वाटको भन्दा 0 वाट हुँदैन भने सानो बत्ती बाल्यो भने त्यो सानो बत्ती बाल्नु र नबाल्नु कुनै अर्थ हुँदैन नि तर ठुलो बत्तीलाई नबालेर त्यो सानो बत्ती मात्रै बाल्यो भने त्यो सानो बत्तीले पनि लाइट दिइरहेको जस्तै त्यही हिसाब चाहिँ यो एस्ट्रोलोजीमा पनि त्यही कन्सेप्ट चाहिँ लागु हुन्छ क्या भनेको सूर्य र चन्द्रमाको बिचमा यो जस्तो कि सूर्यको अगाडि त्यो मेन सोर्स अफ इनर्जीको अगाडि चाहिँ अरू ग्रहहरू पर्थ्यो भने त्यो चाहिँ क्षीण हुन्छ क्या त्यसको ऊर्जाको चाहिँ भ्यालु हुँदैन त्यही चाहिँ हाम्रो यो चिनामा पनि कम्बिनेसन ग्रहहरूको डिग्रिजको आधारको चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ क्या त्यस्तो जान्छ है डेप्थमा गयो भने चाहिँ अनि त्यसले चाहिँ त्यसको प्रभाव चाहिँ हामीलाई दिन सक्दैन क्या त्यसले जुन अब कुनै पनि ग्रह हाम्रो ग्रह कुण्डलीमा शुभ ग्रह छ तर त्यो सूर्यसँगै बसेर चाहिँ त्यो क्षीण भएर के भन्छ अब अस्त भएर बस्या छ भने त्यो ग्रहले जति दिनुपर्ने हो त्यो इनर्जी चाहिँ हामीले पाउन सक्दैनौँ क्या जसरी चन्द्रमाको औँसीको बेलामा चाहिँ हामीले पृथ्वीमा चाहिँ लाइट डार्क नाइट भए जस्तै है के छ अहिलेसम्मको के क्वेसन अलि फास्ट भयो जस्तो लागिरहेछ हेलो ठिकै छ सर ओके मेरो म्युट भइरहेको रहेछ सरी मलाई यसमा चाहिँ अलिकति के सोध्न मन लाग्यो भने तपाईँसँग हजुर हजुर पूर्णिमा र दिनमा चाहिँ कुन 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 नक्षत्र पर्छ त्यसमा सधैँ एउटै नक्षत्र पर्छ कि ए ओके ओके ल त्यो चाहिँ अब हाम्रो महिनामा हुन्छ क्या जस्तै कि हामी अब उतातिर वेस्टर्न कल्चरमा के भन्छ जनवरी फेब्रुअरी भनेर जान्छौँ त्यो चाहिँ अब उनीहरूले यतिकै अब कसरी आयो त के भन्छ कसलाई पत्ता लाग्यो त्यो हिसाब हो तर यतातिर हाम्रो जुन महिना हुन्छ नि वैशाख जेठ असार श्रावण है 12वटा महिना छन् नि त्यो भनेको चाहिँ हरेक महिना चाहिँ एउटा पूर्णिमा हुन्छ क्या डिफ्रेन्ट हुन्छ डिफ्रेन्ट जुन 27वटा नक्षत्र जुन भनेको छ नि अश्विनी भरणि कृतिका रोहिणी मृगशिरा आद्रा पुनर्वसु तिस्या अश्लेषा मघा माघ महिनामा चाहिँ मघा भयो होइन विशाखामा चाहिँ वैशाख भयो चित्रामा चाहिँ चैत्र भयो त्यसरी हरेक महिनामा चाहिँ एउटा पूर्णि हुन्छ क्या त्यो तिथि त्यसको आधारमा चाहिँ हाम्रो महिना सिस्टम भयो क्या खासमा चाहिँ हरेक पूर्णिमा एउटै होइन कि डिफ्रेन्ट पूर्णिमामा डिफ्रेन्ट त्यो स्पेसिफिक मन्थको त्यो मन्थहरू पनि त्यसै राख्यो क्या हाम्रो त्यो हाम्रो ऋषि महर्षिहरूले चाहिँ अब त्यसरी त्यो गरेर खै मैले बुझाउन सकेँ कि सकिनँ ठिक छ मैले बुझेँ अहिले बुझेँ त्यो म त दुईटा एउटैमा आउने हो कि जस्तो लाग्यो ठिकै ए होइन जस्तै कि अघि पनि भने हाम्रो तिथि भनेको चाहिँ हाम्रो कृष्ण पक्ष र शुक्ल पक्ष हुन्छ त्यो चन्द्रमास र सूर्यमास भन्ने हुन्छ कि त्यहाँनिर त्यसरी चन्द्रमासको आधारमा चाहिँ 28 लगभग 28 दिन अब त्यही चन्द्रमा चाहिँ पूर्णि ट्याक्क एउटा पूर्णिबाट अर्को पूर्णिसम्मको चाहिँ त्यो नक्षत्र के भन्छ अघि नक्षत्र भने 27वटा नक्षत्र 28वटा भनेको थिएँ नि त्यसरी चन्द्रमाको चाहिँ 28 दिनबाट चाहिँ ठ्याक्कै एउटा मन्थ कम्प्लिट हुन्छ क्या लुनार मन्थ र सोलर मन्थमा चाहिँ हाम्रो सोलरमा चाहिँ हाम्रो 30 दिनको 1 डिग्री के भन्छ 30 डिग्री हुन्छ एक महिनामा चाहिँ 360 डिभाइडेड बाई
12 गऱ्यो भने 30 डिग्री आउँछ। सूर्यको चाहिँ 1 डिग्री बराबर 1 दिन हुन्छ भनेदेखि चन्द्रमाको चाहिँ एउटा नक्षत्रमा जान्छ क्या। 28वटा टोटल नक्षत्र। कहिले त्यही भएर चाहिँ हाम्रो तिथि क्षय र तिथि वृद्धि भन्ने कुराहरू आउँछ नि। कहिलेकाहीँ एउटै चन्द्रमा चाहिँ दुईवटा नक्षत्र एकै दिन त्यो हाम्रो मेनली त्यो हुने कुरा नै त्यही हो क्या। हाम्रो दसैँ तिहारको बेलामा अनि त्यो के भन्छ 2-3वटा त्यो अष्टमी सप्तमी अष्टमी एकैचोटि पर्ने त्यो कुराहरू हाम्रोमा चाहिँ लुनार र सोलार चाहिँ कम्बाइन भएर हो क्या खासमा। अनि त्यसैको आधारमा पनि हाम्रो यो लिप इयर भन्छ नि त्यो कुराहरू चाहिँ चन्द्रमा र सूर्यकै आधारमा जाने कि कुराहरू चाहिँ क्यालकुलेसन यो प्योर एकदम यो म्याथ हो कि यो चाहिँ हाम्रो हिसाबबाट चाहिँ निकालिएको हो क्या। ग्रहणको कुराहरू भयो एकदमै एकदमै साइन्टिफिक छ। अब यसको पास्ट पनि छ। अब ज्योतिषी भनेको त समुद्रै हो। अब यो हामीले अहिले आज यो हाम्रो प्रयास भनेको चाहिँ गागरमा सागर भर्न खोजे जस्तै मात्रै हुन्छ कि यो चाहिँ सागरै हो होइन। एउटै उसबाट सकिँदा नि सकिँदैन। त्यही पनि अब अलिअलि हामीले क्युरियोसिटी जगाउँदै लान सक्यो भने चाहिँ बिस्तारै हामीले खोज गर्दै हो भने चाहिँ यसको महत्त्व यसको हामीले आफूले पनि बुझ्दै जान्छौँ र हाम्रो आउने पुर्खाहरूलाई नयाँ पिँढीहरूलाई पनि हामीले चाहिँ हस्तान्तरण भनौँ न एक हिसाबले उनीहरूलाई चाहिँ ह्यान्डओभर गर्दै जान सक्छौँ भन्ने कुरा नै हो कि एउटा चाहिँ। त्यही भएर नि हामी अब लागिरहेछौँ। अब विशेष गरी चाहिँ अब यो ओम वेदिक फाउन्डेसनबाट जुन यो ओपिएफ एप जुन छ नि त्यो टुल त्यो चाहिँ एकदमै अब त्यसको बारेमा हामी तपाईँहरूले पनि हेर्दै गर्नु के भन्छ त्यहाँ पनि यसो भित्र के छ हेर्दै गर्नु होला। पछि फेरि हामी त्यहाँ पनि जान्छौँ अनि यहाँ पनि यसो गर्दै गर्नु होला। जुन अब नक्षत्रको कुरा यहाँबाट आयो क्या खासमा चाहिँ। नक्षत्र अघि जुन तपाईँले सोध्नुभएको छ नि नक्षत्रबाट आउँछ कि जस्तो कि 12वटा राशिको कुराहरू भयो। नक्षत्र राशि र त्यसको स्वामी। त्यसरी यहाँनिर चाहिँ अश्विनी अश्विनी अब अश्विनी अश्विनी चुचे चोला यो 4वटा चरण हो क्या। फेरि नक्षत्र पनि 4वटा पढ हो क्या। अझ यसमा पनि डेफमा गयो भने अझ उ छ क्या। हामी यो युगको कुराहरू चाहिँ सत्ययुग त्रेतायुग द्वापर युग कलियुग भन्छ नि। यो 4वटा युगको पनि अब सत्ययुगमा चाहिँ नक्षत्र पनि 4वटा गाईको 4वटा खुट्टा भन्छ कि खासमा। पढ नै भन्छ कि तेरो खुट्टा नै भन्छ पाउ नै भन्छ होइन। 4वटा पाउ नै भन्छ कि खासमा यो नक्षत्रको 4वटा पाउ भन्छ। अब यो सत्ययुगमा त 4वटा पाउ चाहिँ अब ले चाहिँ फल दिन्छ क्या। अब यसमा चाहिँ धर्म अर्थ काम मोक्ष भनेर पनि आउँछ। एकदम भास्टमा डिपमा गयो भने त्यसरी जान्छ। यो पहिलो चरण नक्षत्रको पहिलो चरण भनेको धर्म के भन्छ धर्म अनि त्यसपछि अर्थ काम र मोक्ष। अब यो लाइफको यो 5वटा 4वटा पुरुषार्थ भन्छ नि। त्यसरी पनि हामीले हेर्न सक्छौँ कि अझ एनालाइसिस गर्न सक्छौँ। यो चाहिँ कुण्डली एनालाइसिस गरेर हेर्दा यो चाहिँ फलिततिर जान्छ कि। अब यो चाहिँ गणितमा चाहिँ त्यसरी अब यो धेरै उसमा यो 27वटा नक्षत्र 360 डिग्रीको हुन्छ। त्यो 27वटा नक्षत्रले डिभाइड गर्दा 13 डिग्री 20 मिनटको चाहिँ एउटा नक्षत्र हुन्छ क्या। त्यो नक्षत्रमा पनि अझ 4वटा चरण 3 डिग्री 20 मिनटको एउटा चाहिँ पाउ हुन्छ। सत्ययुगको जुन अहिले मैले कन्टिन्यू गर्दै गएँ। अब यो 4वटा अब सत्ययुगमा चाहिँ 4वटा पाउले चाहिँ जुनै पाउमा भए पनि त्यो हिसाब पाउ अब ग्रह हो क्या यो। सरी है फेरि म चाहिँ यसलाई बुझ्ने हिसाबले सरल हिसाबमा भन्छु। अब कुनै पनि ग्रह चाहिँ क्या ग्रह भनेको बस्ने भनेको यो हामीले यो म्याप गरेको छ 360 डिग्रीलाई चाहिँ के भन्छ डिभाइड गरेको छ। त्यसमा पनि अब यो स्पेसिफिक कुनै ग्रह कुन नक्षत्र कुन स्पेसिफिक पाउमा बसेको छ भन्ने हुन्छ क्या होइन। त्यसको आधारमा हो अब जुनै पाउमा बसे पनि धर्म अथवा काम मोक्ष त्यसको आधारमा जान्छ। अब चन्द्रमा भयो चन्द्रमा सूर्य भयो कुन पाउमा बस्छ त्यसको आधारमा चाहिँ हामीले त्यो गर्छ। त्यो सेक्टरमा चाहिँ अलिक फोकस हुन्छ भन्ने हुन्छ भनेदेखि अब अहिले कलियुगमा आएर चाहिँ एउटा चरण नै मात्रै के भन्छ एउटा पाउले मात्रै चाहिँ इनर्जाइज दिन्छ क्या। अब कुनै एउटा नक्षत्रको पनि कुनै एउटा चरणमा मात्र बस्छ त्यसले मात्रै दिइरहनु। नत्र पहिला भए चाहिँ धर्म अर्थ काम मोक्ष 4वटा पुरुषार्थ चाहिँ हुन्थ्यो कि सत्ययुगमा चाहिँ मान्छेमा चाहिँ। तर अब त्यो चाहिँ बिस्तारै बिस्तारै सत्ययुगबाट त्रेतायुगमा भएर 3वटा पाउ मात्रै 3वटा त्रेतायुगबाट द्वापरयुगमा भएर दुईवटा पुरुषार्थमा मात्रै सीमित भएर अहिले चाहिँ कलियुगमा आएर एउटा मात्रै पुरुषार्थमा चाहिँ सीमित भएको छ क्या नक्षत्रको पनि है। कुन नक्षत्र पनि कुन चरणमा। त्यही भएर चाहिँ हामीले कुण्डली पञ्चाङ्गमै हामीले आफ्नो विवरण हेर्दाखेरि पनि कुन नक्षत्र कुन चरणमा भनेर हुन्छ। त्यसैको आधारमा हाम्रो नाम निर्धारण गरे हुन्छ क्या। अब यो के भन्छ यो चाहिँ ध्वनि हो क्या खासमा चाहिँ। अब हाम्रो नाम न्वारन भन्ने नै हुन्छ। यसमा पनि एकदम इम्पोर्टेन्ट साइन्स छ हाम्रो है। यसमा नामको बारेमा पनि जाउँ कि के छ त हुन्छ। म थोरै चाहिँ भन्छु है त। यो हामीले नाम राख्नुको इम्पोर्टेन्ट पनि यहाँनिर यो नक्षत्रको चरणमा चाहिँ एकदम इम्पोर्टेन्ट छ नाम। हाम्रो यो
राशिको एउटा राशि थाहा भएपछि कुनै पनि व्यक्तिको त्यही भएर पहिला चाहिँ राशिलाई चाहिँ सिक्रेट राख्नु रहेछ। हाम्रो अझ नेवारी परम्परामा चाहिँ हाम्रो चिनाहरू नै डिस्क्लोज गर्दैन क्या। अहिले चाहिँ अब एस्ट्रोलोजीलाई पनि एकदम बजारिया बनाइदिएको छ। एकदम कसै चाहिँ एस्ट्रोलोजी अनलाइन आएपछि आफ्नो विवरण सबै यत्तिकै अनलाइन गरिदिने त्यो चाहिँ हुँदैन है खासमा चाहिँ। एउटा आफ्नो राशिबाट थाहा भइसकेपछि पनि राशिको चरण नामबाट चाहिँ सबै डिटेल एकदम त्यो अब मिसयुज गर्न खोज्नेहरूले एकदम मजाले मिसयुज गर्न सक्छ क्या। सबै कुरा आउँछ कि यहाँनिर त्यो अब जस्तो कि यो चुचे चोलाबाट चाहिँ अश्विनी नक्षत्र त्यसको पनि मेष राशिमा भयो होइन। अनि त्यसपछि लिलु लेलोसँग पनि अब त्यो चाहिँ भरणी नक्षत्र भयो तर मेष राशिमै पर्छ। 9वटा नाम अक्षर हुन्छ एउटा राशिको चाहिँ। त्यसरी त्यो त्यो भनेको चाहिँ हाम्रो ब्रह्माण्डमा चाहिँ चन्द्रमा चाहिँ कुन नक्षत्र कुन एरियामा चाहिँ नक्षत्र भनेको एरिया भयो त्यो बेला चाहिँ त्यो लेभलको चाहिँ त्यो ध्वनि चाहिँ राइज भइरहेको हुन्छ क्या। अनि त्यो ध्वनिले चाहिँ हाम्रो चाहिँ लाइफमा चाहिँ इम्प्याक्ट परिरहेको हुन्छ। त्यही भएर चाहिँ नाम राख्दाखेरि पनि अब जुन पाइ त्यो राख्नु हुँदैन। त्यही भएर चाहिँ पहिला अब एउटा रिचुअलै छ न्वारन भनेर त्यो एकदमै हाम्रो चाहिँ के भन्छ जस्तै संस्कारहरूमा धेरै थुप्रै संस्कारहरूमध्ये व्रतबन्ध यो न्वारन यो संस्कारहरूमध्येमा चाहिँ विवाह संस्कार तीमध्येमा चाहिँ यो नामको पनि एकदमै महत्त्व छ। यो एज अ मन्त्र नै हुन्छ कि हाम्रो नाम भनेको चाहिँ। त्यही भएर हाम्रो नाम चाहिँ यतिकै मन लागि राख्नु पनि हुँदैन होइन। त्यो चाहिँ छ हामीले एज अ मन्त्र नै हामीले धेरै सुन्ने हामीलाई मनपर्ने वर्ड भनेको चाहिँ आफ्नो नामै हुन्छ क्या। किनभने त्यो चाहिँ हामीले चाहिँ एज अ मन्त्रकै रूपमा जान्छ क्या है। त्यही भएर चाहिँ हामीले चाहिँ नाम चाहिँ यो आफ्नो अबबाट चाहिँ हामीले कसैलाई हजुर एउटा सोध्छु है, नाम चाहिँ छ नि जुन हामीले अर्कै नाम राख्छौँ नि यो उसको नाम त राख्दैनौँ नि हामी होइन। त्यही नाम कि अर्को नाम राखेको राम्रो? सकेसम्म चाहिँ यस्तो हो जुन हाम्रो नक्षत्र भने नि अघि पनि भने मैले ऊर्जा यो सबै ऊर्जाकै खेल हो क्या खासमा चाहिँ। अब यहाँ पोजिटिभ आफ्नो नक्षत्र अनुसारले जन्म नक्षत्र अनुसारले आफ्नो जुन आछ त्यसैबाट राख्दा बेटर हो क्या खासमा चाहिँ। नभए चाहिँ हामीले चेन्जै गर्नु पऱ्यो भने पनि चाहिँ अब हाम्रो फेभरेबल ग्रह जुन छ त्यसको नक्षत्रको अनुसारले चाहिँ राशि अनुसार चाहिँ नाम राख्ने हो क्या। सकेसम्म चाहिँ हामीले यो नक्षत्रका कुन नक्षत्रको चरणमा चाहिँ अब नक्षत्रको कुन चरणमा बसेको छ त पहिलो चरण छ भने अब अश्विनीको पनि पहिलो चरणमा चुबाट आउने चबाट आउने चबाट चाहिँ उसको लागि चाहिँ चबाट आउने चन्द्र केता छ चन्द्रबाट राख्यो भने होइन चन्देश्वरी त्यसरी चाहिँ अब चबाट छ भने त्यसरी राख्ने हो क्या। त्यो चाहिँ हामीले त्यो च भन्ने चाहिँ जुन यो हामी ओम भने जस्तै पनि यी सबैको पनि एउटा एउटा ग्रहको आउँछ क्या खासमा। मैले यसमा राखिनँ होला अहिले चाहिँ यो स्लाइडमा चाहिँ इन्क्लुड गरेर डेफ्टमा जान्छ कि त्यो चाहिँ फेरि त्यो चाहिँ मैले राखिनँ आज। फेरि हामी गर्दै गरौँला यस्तै अब इन्ट्रेस्ट भयो भने कि अब सिकेको छ अब ठिक छ। यसमा चाहिँ अलिकति लम्बियो है। हामी जस्ट सिम्पली बुझौँ कि यो नक्षत्रले चाहिँ हाम्रो यो महिनाहरू यो महिना के भन्छ हरेक एउटा यो चन्द्रमाको भ्रमणको आधारमा चाहिँ नक्षत्र हरेक दिन चाहिँ एउटा नक्षत्रमा भ्रमण गर्छ। अनि त्यसै त्यसमा पनि 4वटा चरणमा चाहिँ हाम्रो नामको कुराहरू चाहिँ त्यहाँबाट आउँछ भन्ने कुराहरू चाहिँ त्यो अक्षरको नाम अक्षर यिनीहरूको चाहिँ जान्छ है त। ओके ल यसमा अब त्यसपछिबाट चाहिँ हामी सबैलाई अब के भन्छ हुने चाहिँ हाम्रो जन्ममिति समय र स्थान यो कुण्डली बन्नको लागि वाट इज कुण्डलीबाट चाहिँ हाम्रो अब मिति समय र स्थान भन्दैन टाइम एन्ड प्लेस के स्पेस एन्ड टाइम भन्ने भन्छ क्या। अब हामीले यो कुनै पनि लाइटले अब यो हामी कुण्डली बनाउँदाखेरि चाहिँ हाम्रो जन्ममिति समय र स्थान राखेको चाहिँ यसरी यो ग्रह भनेको हामी यो समय स्थान भनेको चाहिँ किन इम्पोर्टेन्ट छ भन्दा चाहिँ आकाशमा भएको ग्रहहरूको जुन किरणले चाहिँ हामी जन्मेको स्थानमा चाहिँ कुन डिग्रीमा कसरी चाहिँ त्यो रेले चाहिँ हामीलाई इफेक्ट गरिरहेको छ त्यसैको आधारमा चाहिँ हामीले हाम्रो कुण्डली चाहिँ बन्ने हो क्या। कुण्डलीमा पनि अब लग्न र राशि भन्ने हुन्छ। प्राय धेरैजना चाहिँ के कन्फ्युज भइरहेको हुन्छ राशि मेरो राशि यो हो अब लग्न यो भनेको छ मेरो राशि त अब यहाँ मैले त्यही भएर यहाँ दुइटा राखेको छु क्या। यो खासमा लेफ्ट साइडतिर चाहिँ लग्न कुण्डली भयो यतातिर राशि हो कि खासमा चाहिँ। राशि भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँनिर यसको आधारमा बनाएको कि एउटै जातकको चाहिँ के भन्छ राशि र लग्न कुण्डली राशि कुण्डली प्रायः चाहिँ हामी राशिफल हेर्ने भनेर भनिरहेको हुन्छ होइन। अब राशिफलको नि मैले के भन्छ उनीको कुरा गरौँला। लग्न कुण्डली भनेको चाहिँ हाम्रो मेन चाहिँ हाम्रो लग्न कुण्डली लग्न भनेको चाहिँ 2 घन्टाको हुन्छ क्या लग्न। सूर्य उदय भएर सूर्य चाहिँ अब उदय भएपछि 2 घन्टाको अवधिलाई चाहिँ लग्न भन्छ क्या होइन। अनि त्यही भएर चाहिँ हामी
जुन लग्नमा जन्मेका छौँ सूर्य उदय भइसकेपछि कतिौँमा गयो त हामी सूर्य उदय भएर 2 घन्टामा छ भने चाहिँ 2 घन्टाभित्रमा चाहिँ हरेक दिनको अब त्यसको नि अब एकदम म्याच छ है ल अब यो जातक चाहिँ अब तुला लग्नमा जन्मेको छ तर चन्द्र भएपछि यो हरेक ग्रहको चाहिँ म्यापिङ भयो कि आकाशीय ग्रहहरूको चाहिँ अघि भने जस्तै 12वटा राशिमा डिभाइड गरेको छ होइन त्यसपछि 12वटा भावको कुराहरू त्यही 12वटा भाव भनेकै 12वटा लग्न धन त्यसरी जान्छ होइन 12वटा भावहरू यो यसरी एन्टी क्लकवाइज ग्रह चाहिँ त्यही क्लकवाइज जान्छ लग्नहरू चाहिँ एन्टी क्लकवाइज यसरी भाव चाहिँ एन्टी क्लकवाइज जान्छ क्या 7 भनेको प्रथम 8 भनेको चाहिँ सेकेन्ड भाव त्यसरी जान्छ त्यो चाहिँ लग्न भयो 2 घन्टामा चाहिँ चेन्ज भइरहेको छ तर राशि भनेको चाहिँ चन्द्रमा बसेको ठाउँ हुन त अब सबै नै राशि हो 12वटा राशि हो तर स्पेसली हामीले अब चिना हेरेर आउँदाखेरि राशिफल हेर्दाखेरि हामीले भनेको चाहिँ चन्द्रमाको आधारमा हो क्या चन्द्रमा जुन राशिमा बसेको छ त त्यसैलाई चाहिँ हामी राशि भन्छौँ अनि अघि पनि भने यो चन्द्रमाको राशि भनेको चाहिँ चन्द्रमा चाहिँ एउटै राशिमा 20.5 दिनसम्म बस्छ क्या भनेको 30 डिग्री पार गर्नलाई चाहिँ चन्द्र ग्रहलाई चाहिँ 30 डिग्री पार गर्न 2.5 दिन लाग्छ त्यसलाई चाहिँ हामी राशि भन्छौँ त्यही भएर चाहिँ एउटै राशिका मान्छेहरू पनि फरक उसको हुनसक्छ कि किन भन्दाखेरि त्यो अघि भने चाहिँ देवठाउँको भन्दा नक्षत्र फरक परिदिन्छ के भन्छ लग्न फरक परिदिन्छ होइन यो चाहिँ पर्मुटेसन कम्बिनेसन जस्तै भन्छ क्या अब मेष राशि नै अब मिथुन राशि नै भने पनि मिथुन राशि त मिथुन राशि 0 डिग्रीको मिथुन राशि पनि मिथुन राशि नै हुन्छ 28 डिग्रीको मिथुन राशि पनि मिथुन राशि नै हुन्छ 15 डिग्रीको मिथुन राशि पनि मिथुन राशिकै व्यक्ति हुन्छ तर त्यहाँ चाहिँ धेरै फरक हुन्छ क्या त्यो डिग्रीले पनि त्यही भएर चाहिँ मान्छेहरू चाहिँ अब त्यो अब के भन्छ राशिफल हेर्दाखेरिको चाहिँ कहिले मिल्छ कहिले नमिल्ने त्यहाँको कुराहरू भयो अनि त्यही भएर चाहिँ पनि अब यो हामीले स्पेसिफिक आफ्नो पर्सनलाइज हेर्नको लागि पनि हामीले पर्सनल सकेसम्म चाहिँ हामीले राशिफल हेर्नु नै अब त्यति उपयुक्त हुँदैन भन्ने मेरो चाहिँ व्यक्तिगत मान्यता छ होइन अब यो कसैलाई सहमत नहुन नि सक्छ किन भन्दाखेरि राशिको आधारमै हेर्ने भने त अघि भने जस्तै नामको त्यो एउटा नामबाट हुन्छ कृष्ण र कंसकै कुरा लिन सक्छ हामीले राम र रावणकै इक्जाम्पल दिन सक्छ होइन राम त के भन्छ राशि त एउटै भयो नि त कृष्ण र कंस भनेपछि कबाट आयो त्यो नामाक्षरको आधारमा राशि एउटै पर्न जान्छ राम र रावणकोमा पनि नामाक्षरको आधारमा त राशि एउटै पर्न तर एकदम एकअर्कामा त शत्रु हो नि त होइन त्यसरी चाहिँ फरक पर्न सक्छ क्या त्यही भएर राशिको मात्रै आधारमा होइन कि स्पेसिफिक आफ्नै चिनाकै आफ्नै राशि कति डिग्रीमा छ त्यसरी हेऱ्यो भने चाहिँ बल्ल अनि यो के भन्छ यो एनालाइसिस गरेको मिल्ने हो क्या खासमा चाहिँ त्यसमा पनि अब हाम्रो कतिको एकुरेट छ भन्ने कुराहरू आउँछ होइन त्यसरी जान्छ अनि अब यो राशिको कुराहरू त त्यो भइहाल्यो 12वटा राशि मेषबाट जान्छ मेष वृष मिथुन कर्कट यो कन्टिन्युस सिक्वेन्स वाइज यसरी नै जानुपर्छ है गडबड भयो भने चाहिँ त्यो राशिको सामेल चाहिँ मिल्दैन क्या मेष वृष मिथुन कर्कट सिंह कन्या तुला वृश्चिक धनु मकर कुम्भ मीन यसरी 1 देखि 12वटा एक भनेको 1 देखि 12 भनेको चाहिँ 1 भनेको मेष त्यसरी नै हो अनि भाव भनेको नि अघि भनिहालेँ लग्न भनेको प्रथम भाव यो जुन यो ल लेखिरहेको छ यो ल भनेको त लग्न भयो प्रथम भाव भयो त्यसपछि यतातिर दोस्रो भाव तन भाव भन्छ धन भाव भन्छ धनको पक्षमा बेसिक हेरेर चाहिँ तन भावबाट चाहिँ हाम्रो पर्सनल एपियरेन्स त्यसपछि त्यो व्यक्तिको के भन्छ बनावटहरू होइन कालो वर्ण गोरो वर्ण सबै यसैको आधारमा पनि हेर्न मिल्छ क्या राशिकै आधारमा पनि यो ग्रहको आधारमा पनि कुन ग्रहको बनिएको छ त्यसको आधारमा वास्तवमा त सबै यो ग्रहहरूले नै सबै कुरालाई चाहिँ ग्रहमै समेटेको छ क्या यो जस्तो कि नम्बर भन्यो अङ्क भयो भने 1 देखि 9सम्म त्यही 9वटा ग्रहकैमै गएको छ 7वटा कलर भयो भने त्यो 7वटा ग्रहमै गएको छ होइन धातुहरूकै कुरा गऱ्यो भने धातु पनि यो ग्रहमै गएको छ यदि हामीले ग्रहलाई मात्रै राम्रोसँग बुझ्यौँ भनेदेखि यो जुन अघि माथि स्लाइडमा देखायो नि यो सबै यी ग्रहहरू नै हो क्या सबै यी ग्रहहरू यो 7वटा यो चाहिँ फेरि पृथ्वीबाट भित्र के भन्छ यो 7वटा ग्रहहरूकैलाई चाहिँ कलरको कुराहरू धातुको कुराहरू होइन 5वटा धातु रत्नहरू सबै चाहिँ यो ग्रहकै आधारमा छ हामीले ग्रह आफ्नो लागि फेभरेबल अनफेभरेबल ग्रहहरू बुझ्न सक्यौँ भने पनि त्यसैबाट पनि हाम्रो लाइफलाई चाहिँ जहाँ जस्तो अवस्थामा चाहिँ हामी त्यसलाई चाहिँ अझै बुस्ट गर्न सक्छौँ क्या खासमा चाहिँ त्यही नै हाम्रो उद्देश्य पनि हो है यो ज्योतिषीको चाहिँ कलरको कुरा भयो हामी बस्ने ठाउँको कलर पनि त्यो हाम्रो लागि फेभरेबल ग्रहको आधारमा चाहिँ हामीले कलरलाई पनि हामीले लाउने लुगाकै कलर भयो हामी बस्ने बेडरुमकै हामी बस्ने ठाउँकै कलरहरू भयो होइन हामी युज गर्ने साधनकै कलरहरू भयो त्यही भएर त त्यस्तो त्यो कुराहरू पनि आउँछ क्या
त्यसरी चाहिँ हामीले ग्रहलाई बुझ्न सक्यौँ भनेदेखि पनि धेरै कुराहरू चाहिँ हामीलाई चाहिँ सहज हुन्छ अनि त्यसरी चाहिँ जान्छ हजुर के सोध्नु ग्रहलाई भाव चाहिँ त्यो लग्नबाटै लिने लग्नको ग्रह कुन छ त्यहीबाट लिने हो राशिको ग्रहबाट जस्तो कि अब मेष राशिको वृश्चिक राशिको मङ्गल भयो होइन त्यसबाट लिने हो त्यसमा चाहिँ यस्तो छ अघि पनि फेभरेबल भने नि मैले ग्रह प्रायः चाहिँ अब हामीले के भन्छ त्यो कुराहरू चाहिँ हाम्रो भाव भने त यहाँ पछि आउँछ कि सायद हाम्रो लागि चाहिँ अब यो भावमा चाहिँ यस्तो छ लग्न कुण्डलीबाट पनि मिल्छ चन्द्रबाट राशि चन्द्रमा भनेको राशिबाट लग्न भनेको हामी फिजिकल उसमा चाहिँ हामी फिजिकल लेभलमा जान्छौँ लग्न चन्द्रमा भनेको चाहिँ हामी मेन्टल लेभलमा जान्छौँ अघि पनि भने चन्द्रमाको कारक अनि सूर्यको आधारमा गयो भने सोल लेभलमा जान्छौँ क्या आत्मिक लेभलमा जान्छौँ क्या त्यही भएर चाहिँ एउटै मान्छे पनि फिजिकली एउटा कुरातिर सोचिरहेको हुन्छ के भन्छ चाहिरहेको हुन्छ मेन्टली चाहिँ अर्कै कुराहरू गइरहेको हुन्छ भित्र नै के भन्छ आत्मैदेखिबाट चाहिँ अर्कै कुरा खोजिरहेको हुन्छ नि त्यो चाहिँ के हुन्छ भन्दाखेरि त्यो डिफ्रेन्ट डोरीले चाहिँ तानिरहेको छ कि हाम्रो कठपुतली भन्छ नि त्यो काठको त्यो पुतलीमा डोरीहरूले यो ग्रहहरू ठ्याक्क त्यसरी नै हामीले चाहिँ तानी खेलाइरहेको हुन्छ कि यो ग्रहहरूले ठ्याक्क यो चाहिँ त्यसरी बुझ्नुहुन्छ अब त्यसमा पनि हामीले चाहिँ अनि त्यही भएर चाहिँ हाम्रो लागि फेभरेबल कुन छ त शुभ कारक ग्रह कुन छ कुन भावको कसरी उच्च निचको कुराहरू आउँछ यहाँ कुन ग्रह उच्च निच शत्रु मित्र भन्ने आउँछ क्या त्यसै कारणमा चाहिँ हाम्रो लागि चाहिँ ग्रह हाम्रो चिनामा यो लग्न कुण्डली भएर राशि कुण्डली अब यहाँ डिभिजनल पनि आउँछ त्यसमध्येमा नै हामीलाई चाहिँ कुन ग्रह चाहिँ हाम्रो लागि एकदम शुभ फेभरेबल छ त्यसलाई चाहिँ त्यसको आधारमा चाहिँ युज गर्ने हो कि हामीले भनेको हाम्रो फर इक्जाम्पल मेरो लागि चाहिँ अब के भन्छ सूर्य ग्रह सूर्य भनेको चाहिँ सिंह राशि चाहिँ मेरो सिंह राशि चाहिँ मेरो लागि फेभरेबल अब 9औं भावको हो यसमा चाहिँ भावहरू जान्छ कि 9औं भाव पाकिस्तानको मालिक छ या पञ्चम भावको मालिक छ लग्नकै मालिक छ भनेदेखि चाहिँ अनि त्यो चाहिँ अब राम्रै ठाउँमा फेरि अष्टम 6, 8, 12 भनेको चाहिँ त्रिक स्थान भन्छ क्या अशुभ स्थान छैठौँ भनेको रोग ऋण र सदरिपु भन्छ क्या रोग ऋण शत्रु छैठौँ स्थानको 8औं भनेको 8औं स्थान र 12औं स्थान यो 6, 8, 12 ठाउँमा बसेको छ भने फेरि भएन क्या फेरि त्यो पनि त्यहाँ चाहिँ अब अलिकति चाहिँ हामीले पनि त्यो यो चिना देखाएर मात्रै भयो कि आफूलाई पनि अलिकति त्यो नलेज भयो भने चाहिँ अनि बल्ल त्यसको चाहिँ युजफुल चाहिँ त्यहाँ जान्छ क्या अब कसै कसैले ग्रहको अब मेरो लागि सूर्य त पाकिस्तानको भनेको छ तर मैले सूर्यको लागि लकी नम्बर के भन्छ 1 भनेको छ कलर चाहिँ अब त्यो त्यसको लागि धातु चाहिँ गोल्ड भनेको छ त्यसरी गोल्ड पनि लाएँ तर झन् मलाई त नराम्रो हो भन्छ नि त्यसो किन भन्दाखेरि त्यो आफूलाई फेभरेबल भन्नु पनि हुनु पऱ्यो त्यसपछि त्यो राम्रो स्थानमा पनि बस्नु पऱ्यो क्या तब मात्रै त्यसले राम्रो फल दिन्छ कि जस्तै कि अब हामीले जसलाई आदर्श व्यक्ति मानेछौँ त्यही चाहिँ अब के भन्छ मन्दिरमा भेट्यो भने पो अब आदर्श माने व्यक्ति त्यो मन्दिरमै भेट्यो भने पो त्यसलाई चाहिँ हामीले राम्रै नजर बाँध्यो कोही अब त्यो भट्टीबाट निस्किएको छ भन्थ्यो अब के भन्छ त्यो त गुरु मानेछ त्यो खाए त्यसले खाए पनि नखाए पनि तर हामीले चाहिँ त्यो नेगेटिभ जान्छ नि त्यही भने जस्तै ग्रहहरू पनि नराम्रो ठाउँमा गएर बसिएको छ भने त्यसले नराम्रो फल दिन्छ क्या सिम्पल लजिक चाहिँ राम्रो मान्छे राम्रै ठाउँमा हुनु पऱ्यो भन्ने कुरा हो नराम्रो माइनस चाहिँ बरु नराम्रो ठाउँमा नराम्रो कुराले नराम्रो नेगेटिभ माइनस प्लस माइनस विपरीत राज्यको कुराहरू जान्छ बरु अनि माइनस र प्लस भयो भने चाहिँ त्यो माइनस नै हुन्छ नि भनेको छ नि म्याथमा ठ्याक्कै त्यो म्याथकै कुराहरू आउँछ यहाँ चाहिँ अलिकति त्यो चाहिँ अझै त्यसमा जान्छ अहिलेलाई चाहिँ ठिक छ यसमा भावमै चाहिँ यो कुराहरू मैले अझै अरू यसमा यसो प्लस एउटा के जोड्न चाहेँ त मैले के छ भन्दाखेरि अब हामीले 12वटा भाव छ होइन यहाँ डिटेलमा राखेको छैन छुट्याएको छु मैले ठिक छ 12वटा भाव भन्छ कि 12वटा संसारको सम्पूर्ण जति पनि कुराहरू छ अघि ग्रह भने जस्तै यो 12वटा भावमै अटाएको छ क्या जस्तै कि आफ्नोको लागि आफ्नो बारेमा हेर्नु पऱ्यो भने लग्नबाट आफ्नो एफरेन्स कुनै जातकको हेर्नु पऱ्यो भने धन कुटुम्ब वाणीको त्यो त्यसको कसैको के भन्छ कति वर्ष भइसक्यो त्यसको बोली नै आएन भन्छ नि त्यो सेकेन्ड हाउसमा चाहिँ केही न केही प्रभाव परिरहेको हुन्छ कि अशुभ ग्रहहरू त्यहाँ बसिरहेको भनेदेखि शनि ग्रह बस्यो भने त्यसको बोली चाहिँ ढिलो जुन नर्मल टाइम होइन ढिलो बोली चाहिँ बोल्ने त्यस्तो हुन्छ नि त्यसरी तनभाव लग्न फर्स्ट अनि सेकेन्ड भाव चाहिँ धन कुटुम्ब वाणी तिनवटा कुराले रिप्रेजेन्ट गरेर तेस्रो भावले चाहिँ दाजुभाइ अब पराक्रम साहसलाई गर्छ चौथो भावले चाहिँ माता गाडी भूमि वाहनको कुराहरू छ पञ्चम भावले सन्तानको माया अब लभ अफेयरको आकस्मिक लाभको कुराहरू जान्छ त्यसरी जान्छ त्यो 12वटा भावको चाहिँ त्यसरी जान्छ कि अनि अब यहाँ 12वटा भावमा चाहिँ एउटै भावले पनि अब नर्मली सुरुमा अब सिक्दिन के भन्छ ऊ गर्दाखेरि चाहिँ त्यसरी नै मिल्छ तर
डेफ्टमा जाने हो भने त्यसै मिल्ने हो। जस्तै चौथो भाले माता गाडी भूमि वाहन शिक्षाको कुरा पनि गर्छ। अब त्यहाँ राम्रो ग्रह बस्यो भने राम्रो फल दिन्छ त भन्ने भयो। तर कुन सेक्टरमा चाहिँ भन्ने कुरा चाहिँ हेर्नलाई चाहिँ हामीले अझ डिभिजनल चार्टमा जानुपर्ने हुन्छ क्या। त्यही भएर चाहिँ हाम्रो यो चाहिँ मैले ओम वेदिक फाउन्डेसन हाम्रो यो ओबेस एपबाटै पनि निकालेको हो। त्यही भएर चाहिँ हामीले चाहिँ अझ डेफमा हेर्नुपर्छ क्या। जस्तै कि चौथो भावकै हेऱ्यो भने माताको सुख के छ, अब उसको सुख सुविधा, अब लग्जरीको के कसो छ भनेर त चौथो भावबाट हेर्छौँ भन्यो। तर कुन कुरालाई चाहिँ अब उसको शिक्षाकै हेर्ने कि आफ्नो भौतिक सुख सुविधाको लग्जरीको अब गाडी मकान भूमि वाहनको हेर्ने कि हो भनेर चाहिँ अझ त्यसमा डेफ्थमा जाने हो भने चाहिँ डिभिजनल चार्टमा जानुपर्छ क्या। अनि बल्ल चाहिँ हामीले भन्न सक्छौँ। नत्र अब प्रायःले चाहिँ अब लग्न कुण्डलीकै आधारमा मात्रै भने राशि मात्रै हेरेर भनिदिरहेको हुन्छ। नमिल्नेको कारण चाहिँ त्यो हो क्या। जस्तो कि घरको नक्सा त बन्यो, तर त्यो नक्सा चाहिँ सिधै माथिबाट हेर्दाखेरि फर्स्ट फ्लोरमा के छ, सेकेन्ड फ्लोरमा के छ, थर्ड फ्लोरमा के छ भनेर त एउटै प्लेनमा पनि माथि सिधै भर्टिकल तकबाट हेर्दाखेरि त एउटै फर्स्ट फ्लोरमा पसल राखेको छ भने सेकेन्ड फ्लोरमा त्यही एरिया ठाउँमा त त्यहाँ अरू अरू नै चिज हुनसक्छ नि। त्यही भने जस्तो त्यसरी जान्छ है। अनि त्यही भएर चाहिँ हामीले डिभिजनल चार्टको पनि व्यवस्था गर्दै हो क्या। अनि जति धेरैवटा चार्टमा चाहिँ एउटै ग्रह चाहिँ जति धेरैवटा चार्टमा चाहिँ शुभ शुभ थियो, त्यो ग्रह चाहिँ अझ मोस्ट पावरफुल हुन्छ क्या। स्वदश वर्ग भन्ने हुन्छ होइन, त्यो पनि हुन्छ हाम्रो। त्यसरी अब यहाँ यसमा चाहिँ हामीले यो ग्रहहरूको पञ्चाङ्गको यहाँ पनि हेर्न सक्छौँ। डिभिजनल चार्टहरू भयो होइन। सप्तमा सन्तानकै हेर्नु पऱ्यो। अघि मैले भने पञ्चम भावबाट चाहिँ हामीले सन्तानको हेर्छौँ भने अब पढाइको पनि हेर्न मिल्छ होइन। अनि त्यसरी लभ अफेयरको पनि भन्यो। तर अब त्यो सन्तानकै बारेमा अझ डेफ्थमै अब सन्तानले चाहिँ हाम्रो सन्तानको सुख छ कि छैन भनेर अझ एक्ज्याक्ट एकदम एकुरेट प्रिडिक्सन गर्नलाई चाहिँ हामीले सप्तम डी7मा जानुपर्छ क्या। डी7बाट चाहिँ हेऱ्यो भने चाहिँ अनि बल्ल हामीले बुझ्छौँ। यो चाहिँ एकदम त्यसरी जान्छ। अब त्यसै करियरकै हिसाबमा हेर्ने भने दशम भावले चाहिँ हाम्रो कर्मस्थानलाई चाहिँ कर्म हाम्रो पेसा व्यवसाय कस्तो के भनेर हेर्ने हुन्छ नि। त्यसमा नि अझ डेफ्थमा यही पेसाले नै गर्ने हो भनेर जानको लागि चाहिँ हामीले डी10मा चाहिँ डिभिजनल चार्ट दशमांश कुण्डली भन्छ होइन। त्यो एउटै उसलाई पनि 30 डिग्रीलाई पनि अझ 10ले डिभाइड गरेर त्यसरी क्यालकुलेसन गरे हो क्या। नवंश कुण्डली भनेपछि अब विवाहको लागि चाहिँ सप्तम भाव भयो। त्यसमा नि अब ग्रहको बल र अब विवाहको म्यारिज लाइफ नै कस्तो, दाम्पत्य जीवन कस्तो छ, सुख कस्तो छ भनेरलाई चाहिँ अब डी9 भने नवंश चार्टबाट थाहा हुन्छ होइन। त्यसरी चाहिँ जान्छौँ। अब यो मेन चाहिँ अघि भने अब यो यहाँबाट चाहिँ यहाँ अब हाम्रो राशिको कुराहरू आउँछ है त। अब वैदिक एस्ट्रोनोमीमा चाहिँ राशि जुन यो 360 डिग्रीलाई चाहिँ 12वटा राशिले डिभाइड के भन्छ 12वटा राशिमा चाहिँ छुट्याएको छ भन्छौँ नि, यहाँ 12वटा भागमा चाहिँ। अब यसैबाट पनि हामीले ग्रहको कुरा त आइहाल्यौँ। ग्रह यसरी चाहिँ 12वटा राशि हुन्छन्। राशिकै आधारमा पनि हामीले चाहिँ मान्छेको क्यारेक्टर सबै कुराहरू चाहिँ हामीले कुन डिरेक्सन चाहिँ हाम्रो लागि फेभरेबल त्यो कुराहरू चाहिँ हामीले चाहिँ यसरी राशिबाट पनि छुट्याउन सक्छौँ क्या। अब राशिलाई चाहिँ अब के भन्छ अग्निकारक हो कि वायुकारक हो कि जलकारक हो कि त्यो कुराहरू चाहिँ हामीले उपायहरू गर्दाखेरि पनि हामीले एप्लाई गर्न सक्छौँ। त्यस्तै गरी हामी कुनै अब कहीँ यात्रा गर्दैछौँ भने कुन डिरेक्सनमा जाने, कुन डिरेक्सन चाहिँ शुभ छ हाम्रो लागि भनेर चाहिँ यो राशिकै आधारमा चाहिँ राशिलाई चाहिँ यसरी छुट्याएर हुन्छ। त्यस्तै गरी अब हाम्रो अब जातकै कुरामा पनि हाम्रो भन्छ नि जन्म के भन्छ क्षेत्रीय वैश्य शूद्र ब्राह्मण भन्छ नि। त्यो खासमा चाहिँ राशिको आधारमा हो कि जन्मको आधारमा के राशि अब जन्मेको समयको आधारमा राशिको आधारमा चाहिँ हो। खासमा चाहिँ हामीले चाहिँ अब यो चाहिँ मान्छेको अब के भन्छ उसको आधारमा चाहिँ हामीले चाहिँ अब यो शूद्र वैश्य भनेर त्यसरी भन्यो। खासमा चाहिँ मान्छेको जुन यो मेन्टालिटी कस्तो हुन्छ भन्दाखेरि बिजनेस माइन्डेड हो कि त्यो चाहिँ अब मेहनत गर्नुपर्ने मेन्टालिटी हो कि होइन, अलिकति त्यो चाहिँ ज्ञानको कुरातिर अलिकति झुकाव राख्ने हो कि त्यसको आधारमा चाहिँ पहिला चाहिँ त्यसरी जान्थ्यो कि खासमा जुन यहाँ मैले राशिको रिभिजन गरेँ नि क्षेत्रीय वैश्य शूद्र ब्राह्मण भने नि। अब यो पहिला चाहिँ के हुन्छ भन्दाखेरि अलिकति ब्राह्मण यो जुन जन्मेको समयको आधारमा जुन अब राशि त निस्किन्छ, राशिबाट पनि अनि कुनमा चाहिँ निस्केर जस्तै यहाँ मैले लेख्दा क्यान्सर स्कर्पियो र पाइसिस भनेको छ नि, कर्कट वृश्चिक र मीन त्यो राशिमा जन्मियो भने चाहिँ तिनीहरू चाहिँ अलिक ब्राह्मण जातको भयो क्या। त्यो चाहिँ भनेको उनीहरू चाहिँ मेन्टल्ली चाहिँ अलिकति सार्प हुने भयो क्या। त्यस्तोहरू चाहिँ अब जस्तै पुरोहित ब्राह्मण तिनीहरू चाहिँ त्यसरी त्यहाँ छुट्याइदिन्छ क्या। त्यो हिसाबले तिनीहरूलाई अर्कोतिर पठाइदियो भने तिनीहरूले चाहिँ त्यो लेभलको नसक्ने हुन्छ। अब जस्तो कि क्षेत्रीय भनेको चाहिँ अग्निकारक तत्त्व होइन, भनेको मेष सिंह र धनु
यिनीहरू भने क्षेत्रीय हुन्छन्। अब उनीहरू चाहिँ जस्तो कि रक्षाको लागि भनौँ न, प्रोटेक्सन वरियर टाइपको हुन्छ क्या तिनीहरू चाहिँ, भनेको सेना प्रहरी त्यस्तोमा चाहिँ त्यसरी चाहिँ छुट्याउने क्या पहिला पहिला चाहिँ। हामी अब यो के भन्छ बेडको गुरुकुल त पहिला पहिला गुरुकुलहरूमा त्यसरीमा उनीहरू बच्चा सानै बेलादेखि नै यसैको आधारमा चाहिँ हामीले चाहिँ ल यसलाई चाहिँ यसरी यतातिरकोमा अब कसैलाई बिजनेस गर्नको लागि चाहिँ त्यसको लागि चाहिँ वैश्य टरस भर्गो र काप्रिकोर्न होइन त्यसरी भनेको वृष कन्या र मकर त्यसरी भयो भने चाहिँ वैश्य उनीहरू चाहिँ अब बिजनेस माइन्ड अलिकति बिजनेसमा चाहिँ उनीहरूको हिसाब म्याथमेटिकल त्यसो चाहिँ त्यसमा हुन्छ भने त्यसरी चाहिँ छुट्याइरहेको एकदम डिभाइड गरेर आयो कि एकदमै है त्यसरी चाहिँ हो त्यसरी यो जान्छ। शुद्र अब यो हजुर शुद्रको पनि भनिदिनु न के रहेछ। मेरो जेमिनी हो कि मिथुन राशि हो कि ए ए ए शूद्रको चाहिँ त्यस यसरी ठाउँमा जान्छ। हो। शूद्र भनेपछि अब भनेको हामी चाहिँ फिजिकल्ली अब आफ्नो हातै फोहोर गरेर अब फिजिकल्ली एफोर्ट लगाएरै गर्नुपर्ने कामतिर चाहिँ जान्छ क्या तिनीहरूमा चाहिँ होइन। तिनीहरू चाहिँ अलिक मिहिनेत गर्नुपर्ने भनेको सेवक टाइपकोमा जान्छ क्या तिनीहरू चाहिँ, अरूलाई सेवा गर्ने सर्भिस दिने टाइपकोमा चाहिँ तिनीहरू चाहिँ त्यहाँबाट जान्छ क्या। त्यसरी चाहिँ छुट्याइदिएको हो कि खासमा त। अनि यही राशिको कुरामा छ नि, यो हजुर राशिको कुरामा हामीले के पो एडीबाट गर्दाखेरि होइन डिफ्रेन्ट राशि यहाँ आउँछ, अनि बिएसबाट गर्दाखेरि होइन विक्रम सम्बन्धबाट गर्दाखेरि डिफ्रेन्ट राशि यहाँ आउँछ। त्यो त्यो के मिस्टेक हो कि त्यो पोसिबल हुन्छ कि के हो त्यसको रिजन चाहिँ? त्यसको एउटा ठ्याक्क मलाई एउटा लागेको छ जुन अघि भने नि मैले, हाम्रो यो हजुर खासमा त यो चिना बनाउँदाखेरि नै अघि पनि भने मैले यो एडी एडी भनेको एडी मैले जुन वेस्टर्न भनेको खासमा एडी उनीहरूको सिस्टममा क्या रातिको 12 बजी कटेपछि चाहिँ उनीहरू चाहिँ अर्को दिन मानिदिन्छ क्या, रातिको 12 बजी कटेपछि चाहिँ। तर हाम्रो यो वैदिक यो हाम्रो वैदिक सनातनमा चाहिँ के छ भन्दाखेरि भोलिपल्ट सूर्य उदय नभएसम्म हामी अघिल्लो दिनै मान्छौँ क्या। त्यहाँबाट पनि त्यो चिनामा चाहिँ त्यहाँ पनि केही चाहिँ गडबड हुन्छ क्या खासमा चाहिँ। त्यो त्यो अब कति त अब चिना मैले त अब लकडाउनको बेलामा थुप्रै चिनाहरू हेरेँ होइन। त्यो बेला एकैचोटि पनि दुई तिनवटा चिना हेरेँ, दुई तिनवटा चिना मिस्टेकहरू त्यो त्यो कन्सेप्ट चाहिँ कतिलाई चाहिँ नहुने रहेछ क्या खासमा चाहिँ त्यो चिनाई बनाउनेहरूलाई पनि। अन्त अब यहाँ बिग्रिटीहरू त जहाँ पनि हुन्छ नि धेरै चाहिँ त्यसरी त्यसरी पनि मिस्टेक हुने चान्सेस हुन्छ क्या खासमा चाहिँ। चिना देख्नेले त्यो कन्सेप्ट बुझेन भने पनि बिग्रिन्छ क्या चिना बनाउँदाखेरि। पहिला पहिला त हातले अब त्यो चिना बनाउँदाखेरि पनि अब हुन त अब अर्को भनेको चाहिँ यो अहिले पो सफ्टवेयरले अब हाम्रो जुन टुल्स एन्ड टेक्नोलोजीले धेरै सजिलो भएको छ। पहिला त यो हिसाब गरेर बनाउँदाखेरि त लङ्कोदयमान यताउता सब बनाउँदाखेरि त 2-3 घन्टा लाग्छ होइन। त्यहाँ अब बिचमा कहीँ एउटा मिस्टेक भयो भने इन्ट्री मिस्टेक भयो भने ग्रहको त्यो चरहरू त्यो मिस्टेक भयो भने पुरै मिस्टेक भइन्छ क्या। त्यसरी पनि हुन्छ होइन हुन चाहिँ। खासमा त्यसरी त नहुनु पर्ने एडी र बिएसले चाहिँ फरक चाहिँ नपर्नु पर्ने हो। त्यही कुराहरू न्युमेरोलोजीमा चाहिँ फरक पर्छ क्या फेरि, न्युमेरोलोजीमा चाहिँ फरक पर्छ है। न्युमेरोलोजीमा चाहिँ फरक पर्छ एडीबाट हेर्दाखेरि र बिडीबाट। अब फेब्रुअरी 7 र माघ 25 पर्न गइदियो भने चाहिँ अब त्यहाँ त्यसरी चाहिँ फरक त्यहाँ उसमा चाहिँ फरक पर्छ। न्युमेरोलोजीमा त्यो भनेको न्युमेरोलोजीमा पनि फरक पर्न आयो क्या। हामी नेपालीबाट हेर्दाखेरि मेरो 26 गते साउन 26 गते आउँछ, अनि एडीबाट हेर्न गयो भने अगस्त 10 आउँछ। अब त्यो गर्दाखेरि त्यो न्युमेरोलोजीको प्रेडिक्सन नै टोटल्ली डिफ्रेन्ट आइरहेको छ क्या। यस्तो छ अनि त्यसमा चाहिँ हजुर भन्नु त भन्नु तपाईँ कन्टिन्यू गर्नु। अनि त्यही अब राशिकै कुरा गर्दाखेरि मेरो एडीबाट गर्दाखेरि मेरो लियो राशि आउँछ, तर मैले बिएसबाट गर्दाखेरि मेरो मिथुन राशि आइरहेको छ। ए त्यो सनसाइन र मुनसाइन हो नि, अघि पनि भने नि त्यो त्यो चाहिँ हजुर। त्यो त्यस्तो होला। त्यो सनसाइन उतातिर गर्दाखेरि त्यो सनसाइनबाट हेर्छ, हाम्रो चाहिँ यहाँ मुनसाइनबाट हेर्छौँ क्या। तर पनि त म एउटै मान्छे त हो होइन, म एउटै मान्छे, म चाहे क्यानाडा बसौँ चाहे अमेरिका बसौँ चाहे नेपाल बसौँ म त त्यही हुनुपर्ने हो नि होइन र। ए म होइन ल होइन होइन एडी होइन एडी होइन 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 हजुर होइन होइन अघि पनि भने नि जस्तो कि हाम्रो यो के भन्छ समय र स्थानको कुरा भने नि समय मात्रै होइन कि स्थानले पनि फरक पर्छ क्या। जस्तो कि मैले कुनै एउटा टर्चलाई चाहिँ सिधै के भन्छ सिधैतिर डिरेक्सनमा देखाउँदाखेरि र अलिकति 30 डिग्री एङ्गलमा फर्काएर देखाउँदाखेरि त्यसले लाइटको इन्फ्लुएन्स त फरक पर्ने, त्यो रेकै कुरा हो क्या खासमा रेडिएसन त्यसले फरक पर्छ क्या। अब हामी होइन यहाँ तर बस्दा तर त्यो हजुर टर्चले दिने फ्रिक्वेन्सी त एउटै नै हुन्छ नि त होला कि। अगाडि अब्स्ट्याकल्स आयो होइन, अब्स्ट्याकल्स आयो र त्यसले अलिकति पारिपट्टि जान सकेन भने त आफ्नो ठाउँको कुरा हो, तर त्यसले दिने फ्रिक्वेन्सी त एउटै नै हुनुपर्ने हो नि त। अब म इन्डियामा गएँ, मानौँ म इन्डियामा गएँ भने मेरो राशि, किनभने त्यहाँ विक्रम सम्वत युज हुँदैन, मेरो राशि सिंह राशि भइदियो, मै 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 मान्छे फेरि। अब फेरि म नेपालमा आएँ भने म मिथुन राशि भइदिएँ, तर म मान्छे त एउटै हो नि त। त्यो बुझ्न खोजेको मैले त्यो अब एडी र बिएसको कुरामा चाहिँ। त्यो सायद अब के भन्छ मैले ठ्याक्कै नबुझाएँ कि के भन्छ
कुन कुन के भन्छ उतातिर एडीबाट गर्दाखेरि कुन आयो भन्नुभएको? लियो आयो मेरो एडीबाट लियो गर्दाखेरि सिंह सिंह लियो आयो राशि अनि बिएसबाट गर्दाखेरि चाहिँ मिथुन राशि त्यसो भए यस्तो तपाईँको त्यो मुन र उस भयो क्या। तपाईँको महिना कुन भन्नु त? अब लियो भनेपछि तपाईँको मेरो महिना मेरो भदौ हजुर मेरो भदौ महिना होइन? साउन होइन साउन हो के पो साउन 26 गते भइदियो यताबाट बिएसबाट अनि उता एडीबाट गर्दाखेरि अगस्ट 10 आइदियो भनौँ न त्यही अगस्ट त 10 र साउन 26 गते त्यही त मैले भने नि मैले भदौ किन भनेको भन्दाखेरि साउनको लास्टतिर भनेको भदौनीतिर जान्छ होइन। किन भन्दाखेरि हजुर उनीहरूले त्यो सन के भन्छ सनसाइनले हेरेको सन भनेको चाहिँ अब सन चाहिँ जनवरी के भन्छ हाम्रो बैशाखमा छ बैशाखमा छ भने उनीहरूको सनले चाहिँ अब त्यहाँनिर एरिसमा जाने भयो, जेठमा छ भने टरसमा जाने भयो, त्यसरी जाने भयो क्या। अब भदौ भन्नुको रिजन चाहिँ लियो लियो आयो भन्नुको मतलब सन चाहिँ अब त्यहाँ भदौ महिनामा 5औं राशिमा भनेको त्यो लियो त्यहाँ त्यसरी गएको हो क्या। अब चन्द्रमाको हेऱ्यो भने चन्द्रमा त हाम्रो त चन्द्रमाबाट हेर्छौँ हामीले राशि त। अच्छा हामी त हजुर हजुर मुन मुन हेर्छौँ क्या। मुनको प्लेसमेन्टको आधारमा हेर्दा मैले अघि राशि भने नि राशि भनेको हुन त सबै नै ग्रहहरू राशिमै बस्ने हुन्। अब त्यो उतातिरको यदिबाट हेर्दा चाहिँ सूर्य चाहिँ कुन राशिमा बसेको त्यो हेरे भयो क्या। भनेको भदौ महिनातिरको आसपासमा चाहिँ चन्द्रमा सूर्य चाहिँ लियोमा जान्छ क्या। त्यसरी हो क्या। त्यसरी हो। नभए ठिक छ तपाईँले अझै के भन्छ पर्सनली उ गर्नु पनि सक्नुहुन्छ। मेरो भोलिबाट त अझ पुग्ने छ। तपाईँले अझै जिज्ञासा छ भने हामी फेरि डिटेलमै जाउँला है त। हुन्छ हुन्छ श्रीयको ब्रोले गर्दै हुन्छ। हजुर हजुर क्वेसनहरू सोधेको मेरो पनि एउटा क्वेसन सोधिहालौँ भनेर। मेरो चाहिँ अलिक बेसिक क्वेसन चाहिँ कस्तो छ भनेदेखि अहिले अब अहिले हामीले हेऱ्यो होइन ठ्याक्क त्यो जन्मिँदाखेरिको एउटा स्न्यापसट ल्या त हो नि माथिको होइन सबै स्न्यापसट लियौँ त्यसले अहिलेसम्म पनि इफेक्ट गर्छ होइन भने अब अहिलेको प्रेजेन्ट न म त 32 इयर्स भइसक्यो होइन अब 32 इयर्समा जे बनिरहेछ माथि त्यसले चाहिँ इफेक्ट गर्दैन त मलाई भन्ने क्वेसन क्या मेरो। त्यसले गरिरहेछ भने 32 इयर्स अगाडिको स्न्यापले गरिरहेछ भने अहिले 32 आफ्टरवर्ड चाहिँ अहिलेकोले जुन चेन्ज भयो नि होइन त्यो त गोचर भन्ने पनि छ एउटा होइन तर अहिलेकोले चाहिँ मलाई इफेक्ट गरे हुँदैन भन्ने क्वेसन फर्स्ट क्वेसन हो। म सेकेन्ड क्वेसन एकछिन सोध्छु। हुने त मैले के भन्छ ठ्याक्कै बुझेन। हामी जन्मिँदाखेरिको स्न्यापसट भन्यो होइन हामीले यो कुण्डली भनेको त्यही भन्नुभयो? यस कुण्डली हेर्छौँ होइन कुण्डली हेर्दा राम्रै हो होइन हामी कुण्डली हेऱ्यौँ त्यसलाई बेस मान होइन तर अहिले जुन समय छ अहिलेको टाइम हेरौँ न अहिले जनवरी के भन्छ यो समय चल्ला छ नि यो समयको जुन बनिरहेछ नि माथि त्यो परम्युटेसन कम्बिनेसन त्यसले चाहिँ मलाई इफेक्ट गर्दैन। ए गर्छ त त्यही त हो नि त्यसले नै गर्ने हो। हाम्रो यो दशा भनेकै त्यही हो यो गोचर भनेकै त्यही त हो नि। ओके सो त्यो गर्छ भने त होइन हामीले चाहिँ यो कुण्डली चाहिँ बनाएको बनाइ गरिराख्नु पर्यो नि त होइन त्यति बेला 32 इयर्स अगाडि एउटा होला होइन 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 बनाएको बनाए होइन। हुन त वर्ष कुण्डली भनेर पनि हुन्छ हुन त होइन त्यो एकदमै भाषा यो नि भने एकदमै भाषा त वर्ष कुण्डली भनेर छ ताजिक भनेर हुन्छ होइन त्यो हाम्रो हुन्छ त्यो हरेक वर्ष नै त्यो यो खासमा त एउटा एज अ टुल बक्स हो कि यो एस्ट्रोलोजी भनेको टुल बक्स हो कि गोचर भनौँ दशा पद्धति भनौँ यिनीहरू भने टुल बक्स हो। जस्तो कि हामीले अब डिफ्रेन्ट मेटरहरू छन् अस्तक भिन्न अस्तक वर्ग छ होइन भिन्न अस्तक वर्ग पनि छ त्यो जस्तै कि अब टुल बक्स एज अ मेकानिकल पोइन्ट अफ भ्यूमा मेकानिकल भएकोले त्यसैबाट बुझाउँ अलिकति सहजमा बुझाउँछु। हामीलाई त्यहाँ अब एनालाइसिस गर्दाखेरि या कुनै अब हाम्रो कस्तो के भइरहेछ हेर्नको लागि चाहिँ अब मलाई एउटा किला ठोक्नु परेछ भने मैले त त्यो टुल बक्सबाट त ह्यामर चाहियो नि त मलाई होइन। अब स्क्रु कस्नु छ भने मलाई त स्क्रु ड्राइभर चाहियो नि ह्यामरले त भएन नि होइन। अब मलाई नट बोल्ट कस्नु छ नट बोल्ट उ गर्नु छ भने मैले त रेन्ज चाहियो नि त ह्यामरले त भएन नि त होइन। त्यस्तै कुराहरू आउँछ यहाँ पनि अब कुन कस्तो अब यहाँ धेरै तारा पद्धतिको कुराहरू आउँछन् गोचरको त्यो चाहिँ हामीले कुन बेला कुन कस्तो छ त्यसरी युज गर्नुपर्ने हुन्छ क्या चाहेको बेला। अब त्यहाँ चाहिँ अब अलिअलि लिटल नलेज इज डेन्जर भने जस्तै अहिलेको अब मोडर्न अब अलिअलि सिकेर जानेहरूले चाहिँ सब मिक्स मार्क्स गरिदिएछ क्या। यता केपी अब एस्ट्रोलोजीमै पनि केपी एस्ट्रोलोजी पनि छ होइन यतातिर जैमनी छ फेरि उता गयो भने के भन्छ लाल किताबको छ भृगु संहिताको छ त्यो सब मिक्स मार्क्स गरिदियो भने सक्यो क्या। त्यहाँ चाहिँ अब के भन्छ अनि आलु 1 केजी र के भन्छ आलुको कुरामा त आलुकैतिर प्राइसकैतिर त जानुपर्छ। अब मुलाको प्राइसको कुरामा त मुलाकै उ गर्नुपर्छ युनिट हाम्रो युनिटको मिटर र सेन्टिमिटर त्यो गरेर त्यसरी नै जानुपर्छ। सिस्टम चाहिँ डिफ्रेन्ट फलो गर्ने तर फर्मुला चाहिँ एउटै मिक्स गरिदिन खोजे जस्तै हुन्छ क्या त्यहाँ त्यसरी नै बिग्रिया हो क्या खासमा चाहिँ त्यो चाहिँ गर्नु हुँदैन हामीले होइन एउटा त त्यो कुरा।
अनि फरक चाहिँ एकदम गर्छ। जस्तो कि अब दशाकै कुरामा हामी दशाले मात्रै पनि योग डिफ्रेन्ट डिफ्रेन्ट योगहरूको कुरा, अब योग पनि एउटा टुल नै भनेर बुझौँ। योग हामी दुईवटा ग्रहहरू, मोर देन टू ग्रहहरू कम्बिनेसन हुँदाखेरि पनि त्यहाँनिर पनि फलहरू डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ क्या। अब त्यहाँ पनि अब त्यो फल दिनलाई पनि राजयोग भन्छ, धनयोगको कुराहरू भन्छन् होइन। त्यो फल पाउनको लागि पनि जुन अहिले तपाईँले भन्नुभएको जस्तै त्यो हाम्रो जन्मिँदाखेरिको त्यो कुण्डलीमा चाहिँ राजयोग बनिएको छ, विष्णु लक्ष्मी राजयोग बनिएको छ, पञ्चमहापुरुष राजयोग बनिएको छ भन्ने कि त्यो फल दिनको लागि चाहिँ अहिलेको चलिरहेको गोचर र हाम्रो जन्मिँदाखेरिको दशाको सिक्वेन्सले फरक पर्छ क्या। मैले दशाको कुरा पनि मैले आज यसमा लामो होला भनेर राखिनँ मैले। हाम्रो मान्छेको लाइफ चाहिँ 120 वर्ष मानेर चाहिँ हरेक ग्रहलाई चाहिँ सर्टेन यहाँ छ होला तर पनि त छ मैले राखेको छ यो चाहिँ छ ओके रहेछ एउटा आउँदैछ। क्वेसन सोध्छु है त यसैमा फर इक्जाम्पल मेरो अहिले 4th हाउसमा 4वटा हेभी प्लानेटहरू बसिरहेको छ होइन स्न्यापमा। अहिलेको गोचरमा अब म अहिलेको कुण्डलीमा हेर्दाखेरि होइन, अब म त वेट गर्दै बस्छु नि त यिनीहरू कहिले निस्किन्छ होइन, कहिले कहाँ जान्छ भन्ने कुरा। अब तर क्वेसन चाहिँ के भने म त जहिले त्यही कुण्डली हेर्ने हो राइट, त्यो चेन्ज चाहिँ कसरी हेर्ने मैले क्वेसन गर्न खोजेको क्या। त्यो कहिले निस्किन्छ त भन्ने एउटा इयर होला, आफ्नो साइकल होला होइन। तर म त हेर्ने जहिले त्यो कुण्डली भयो होइन, भनेपछि हामीले त्यो कुण्डली हेर्ने चाहिँ एउटा जस्ट स्टार्टिङ भयो, त्यसपछि फेरि तपाईँले भने जस्तै डिभिजन हेर्नु पर्यो होइन। त्यो त्यसको लागि त त्यो होइन, गोचरै हेर्ने हो होइन। हामीले गोचरमा पनि गोचर हेर्ने हो हामीले। ग्रहहरू त अब हाम्रो जस्तै कि चन्द्रमा अहिले तिथिको भनेको चाहिँ तिथि र चन्द्रमाको त हाम्रो 15 डिग्रीमा भनेको छ नि। के भन्छ 1.5 दिनमा सिफ्ट हुन्छ। 15वटा तिथि 15 तिथि भनेको चाहिँ हरेक ग्रहहरू पनि त्यो चन्द्रमा चाहिँ 1.5 दिनमा भयो त। सूर्य त 1 महिना लाग्छ त्यो चेन्ज हुन। मङ्गल बुधको लागि शुक्रको लागि पनि जति 45 दिन जति लाग्छ। बृहस्पतिको लागि 1 वर्ष लाग्छ होइन। त्यसरी हो क्या। अब बृहस्पति अब शनिको लागि 2.5 वर्ष लाग्छ, राहु केतुको लागि 1.5 वर्ष लाग्छ। त्यो टाइम फ्रेम हो। त्यो भित्र पनि अझ के हुन्छ त भन्दाखेरि त्यस्तो कुरा पनि परेन क्या। गोचरमा पनि अब गोचरमा पनि त्यो नक्षत्रको लेभलमा भएपछि त्यो हाम्रो लागि नक्षत्रमा अब राशि मात्रै नभइकन नक्षत्रमा जान्छ क्या। त्यो राशिभित्र पनि नक्षत्रभित्र पनि चरणमा जान्छ क्या। त्यो चरणमा जाँदाखेरि अघि भने जस्तै धर्म र काम मोक्ष त्रिकोणमा कुनमा गएको छ, हाम्रो फेभरेबलमा गएको छ, त्यो नराम्रै मात्र दिन्छ भने हुँदैन, हेभी भनेर राम्रै पनि फल दिन्छ क्या। त्यसरी जान्छ। त्यो वेट गर्ने नै होइन। गोचर चाहिँ एन्सर रहेछ। गोचर मात्रै भएर भएन, त्यहाँनिर अब दशाले पनि हामीले फेभरेबल गर्नु पर्यो क्या। दशा र गोचरले चाहिँ हामीलाई चाहिँ फेभरेबल त्यो चाहिँ दिनु पर्यो। ओके थ्याङ्क यू। ल के भयो अब यही कुरामा होइन गफै हुँदा हुँदै एउटा सानो कुरा पनि एउटा मेरो जिज्ञासा होइन, त्यो अब हुन्छ हुँदैन ठाउँ कुरा हो। त्यो यो छ नि हाम्रो यो युग अनुसार पनि यो हुन्छ नि, यो एस्ट्रोलोजी एकदमै एडभान्स नै हुँदै जाँदो रहेछ भन्ने कुरा चाहिँ मैले जस बुझ्दै आएको छु भनौँ न। किनभने अब अहिलेको यो कलियुगको समयमा हेर्दाखेरि हाम्रो लाइफ स्प्यान भनेको नट अबाउट होइन के पो नट मोर देन अबाउट 100 इयर्स अज्युम गऱ्यौँ कि 100 वर्ष बाँचिन्छ भन्ने कुराहरू हामीले अज्युम गऱ्यौँ। अनि त्यो 100 वर्ष बाँचिन्छ भनेर अज्युम गर्दाखेरि हामीले नेप्च्युन र प्लुटोलाई हामीले इग्नोर गरिदियौँ, त्यो प्लानेटमै हामी राख्दैनौँ, किनभने त्यसलाई घुम्नको लागि नै मेबी 120 इयर्स लाग्छ भन्ने जस्तो कुरा डिस्कस गऱ्यौँ है। तर गोइङ ब्याक टु लेट्स से सत्ययुग होइन, द्वापर युग, त्रेता युगमा गयौँ भने त त्यो बेलाको फेजको मानिसहरूको त होइन जीवन आयु त मोर देन 1000 इयर पनि त हुन्छ नि त। अब सत्ययुगमा हेर्दाखेरि 10,000 वर्ष पनि बाँचेको भन्ने कुराहरू अब हाम्रो शास्त्रमा छ होइन। अनि यो द्वापर युगमा पनि 120 वर्ष कृष्ण भगवानै बाँच्नु भएको भन्ने कुरा छ। त्यो फेजमा चाहिँ त्यो प्लुटोले नेप्चुनले हुन्छ नि त्यो जीवनलाई चाहिँ असर गर्थ्यो कि गर्दैन थियो? त्यसको लागि त मलाई एकदम सिम्पल स्पेस टाइममा जान मन लाग्छ है खासमा चाहिँ। हजुर हजुर। त्यो हाम्रो ब्रह्माको सृष्टि भन्छ नि, अहिले ब्रह्मा चाहिँ 50 वर्षको उमेरमा छ भनेर भन्छ नि। अहिले पनि हाम्रो सृष्टिको चाहिँ कालखण्डमा चाहिँ हेर्ने हो भनेदेखि त हाम्रो त यो अहिले ब्रह्म के भन्छ कति युगको पाउने त तपाईँलाई म ट्याक्कै यो भन्नु 71 चतुर्युगको एक मनुमन्तर भन्छ। प्रत्येक मनुमन्तरको पनि अन्त्यमा नै कृतयुग के भन्छ वर्षयुग एकदम उसमा जान्छ क्या। सौर दिन भने जस्तै ऋतु तिनीहरूमा गएर चाहिँ जान्छ क्या। अहिलेको ब्रह्माको उमेर भनेको 51 वर्ष भन्छ नि। त्यो भनेको चाहिँ के भन्दाखेरि अब हामीले साइन्सले पनि के भन्छ स्पेस टाइमले चाहिँ स्पेसमा हामीले 1 घन्टा बिताएको चाहिँ यहाँ चाहिँ वर्षौँ भइसक्छ भन्छ नि। हजुर हजुर। त्यही भने जस्तै यति टाढा छ कि यति यो भास्ट छ कि यति ब्रह्माको उमेर 51 वर्ष भन्दाखेरि चाहिँ
के भन्छ त्यो ब्रह्मा, यो ब्रह्मा भनेको त सृष्टि नै भन्छु नि होइन, हामी ब्रह्मा नै सृष्टि हो। यति टाढा छ कि यति भाष छ कि होइन, अब त्यति जेलसम्म त हाम्रो यो त कतिवटा युग कतिवटा भएपछि बल्ल हुन्छ भनेपछि त्यो हामीले यसमा उनै सक्दैनौँ क्या, विचारै गर्न सक्दैनौँ क्या। दुई कल्पको एक अहोरात्र हुन्छ क्या खासमा चाहिँ ब्रह्माको लागि। दुई कल्पको एक अहोरात्र रे अब त्यो अहोरात्रको पनि अब 30 अहोरात्रको एक मास होइन, अब 12 मासको एक वर्ष भनेर त्यसरी जाँदाखेरि त्यसरी अब यो धेरै एकदमै उ छ क्या अहिलेको। तिनीहरूलाई त्यो त डिफ्रेन्ट नै हो क्या, तिनीहरू डिफ्रेन्ट प्लेनमै हो भन्दा पनि हुन्छ क्या, डिफ्रेन्ट टाइम कस्मिक टाइममै भन्दा नि हुन्छ क्या खासमा त। त्यसो भने त्यो फेजमा त्यो प्लानेटले पनि जस जनजीवनमा असर चाहिँ गर्छ त्यो फेजमा गर्छ। त्यही त। अनि अब यही प्रश्नसँग मैले अर्को प्रश्न पनि मैले जोडेँ ल, के पो अब जस एडभान्सकै कुरा गरिरहेको छौँ होइन, यो शास्त्र पनि त्यही अनुसार एडभान्समेन्ट भइरहेको छ भने अब म क्यानाडामा बसिरहेको छु होइन, अब हामीले न्युज हेर्ने भनेको त युएसएको होइन, अनि क्यानाडाकै हो। अनि अहिले हामीले के देखिरहेको छौँ भने नि यो इलन मस्कले मार्समा जाने, मार्समा पनि जनजीवन पार्जन गर्ने भनिरहेको छ। मानौँ हाइपोथेटिकल्ली मानिदिउँ कि भोलिको दिनमा लाइफ त्यहाँ हुने भयो होइन, मानिदिउँ मार्समा लाइफ हुने भइदियो भने, जस्तै हामीले अहिले अर्थलाई रिफरेन्स पोइन्ट मानेर अर्थलाई हामीले कुण्डलीमा इन्क्लुड गरेको छैनौँ भने भोलिको दिनमा हामी मार्समा गयौँ र जनजीवन त्यहाँ पनि आर्जन हुने भयो भने हामीले के मार्सलाई नै रिफरेन्स पोइन्ट मान्छौँ र मार्सलाई हामी इग्नोर गर्छौँ? के छ हाम्रो शास्त्रमा, मलाई के भन्छ? हाइपोथेटिकल क्वेसन हुन सक्ला, आफ्नो कुरा हो होइन, तर त्यो शास्त्रले, हाम्रो शास्त्रले के भन्छ? एडभान्समेन्टमा गइरहेको छौँ सबैजना होइन, टेक्नोलोजी थ्रु इभल्भ भइरहेको छ, त्यो यसमा जिज्ञासाको कुरा के भन्छ हाम्रो शास्त्रले भन्ने कुरा नि। अब सिम्पल है त, अहिलेकै लजिकमा यो स्लाइड सेयर भइरहेको छ सोलर सिस्टमकोमा। हजुर 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 भइरहेछ। अब मार्स अघि भने नि मैले यो अर्थमा बसेर हेरेका छौँ हामीले, सूर्यको गति नाप्ने भनेको अर्थको ठाउँमा चाहिँ सनलाई राखेर गरेका छौँ क्या। जब हामी यो मार्सको कुरा गर्छौँ, मार्सको ठाउँमा अब यहाँ सनलाई राखेर या त्यसरी गरेर अब मार्सले चाहिँ सबै ग्रहलाई चाहिँ मुभिङ, अर्थलाई पनि एज अ प्लानेटकै रूपमा चाहिँ हामीले क्यालकुलेसन गर्छौँ क्या। ओके, द्याट मिन्स ओके भोलिको दिनमा मार्समा हाम्रो लाइफ भयो भने हामीसँग मार्स नहुनेको अर्थ हुने भयो, त्यसरी बुझौँ अब हामीले। त्यसरी त अब एज अ हामीलाई त्यसरी एकदम रमाइलो क्वेसन, थ्याङ्क यू। त्यसो भने भोलिको दिनमा मार्समा कोही मान्छे जन्मेर माङ्गलिक हुँदैन? ए माङ्गलिकको कुरा मैले त्यो आज राखेन। माङ्गलिक यो हाम्रो माङ्गलिकको कुराहरू, जो शनिको 60 कुराहरू, त्यो सबै एकदमै ठुलो भ्रम हो क्या। त्यो माङ्गलिक भनेर त्यो शनि 60 भनेर मैले पनि डरको हिसाबमा भन्न खोजेको होइन, माङ्गलिक पनि एउटा राम्रै पनि यो हो, तर भन्न खोजेको चाहिँ मङ्गलको असर परेन भन्न खोजेको एउटा। अब त्यसको ठाउँमा चाहिँ पृथ्वीको असर पर्ला, पृथ्वीको असर पर्न सक्ला। त्यो त यो छ नि, यो एस्ट्रोलोजी एकदम भास्ट नै छ क्या, तपाईँले भन्नु जस्तो समुद्र नै हो क्या। जति खोताल्दै गयो होइन त्यति नयाँ नयाँ कुरा निस्किन्छ, जति खोताल्दै गयो त्यति नयाँ नयाँ कुरा निस्किन्छ। अनि त्यो जिज्ञासा नि अब त्यो भन्दा नि हामी चाहिँ त्यसमा हराउने भन्दा पनि यस्तो हुन्छ क्या। सिम्पल मेरो अब हाम्रो उद्देश्य चाहिँ के हुनु पर्यो, सिम्पल के, हामीलाई यस्तो नलेज दिएको छ, यो साइन्स हो होइन, यसलाई चाहिँ हामीले चाहिँ डेली लाइफमा चाहिँ कसरी युटिलाइज गर्न सकिन्छ त, त्यतातिर चाहिँ हामीले गर्ने हो क्या है। अब यहाँ हाम्रो सेकेन्डभन्दा राशिपछि 9वटा प्लानेटै जाउँ, प्लानेटलाई नै हामीले डेली लाइफमा युज गर्ने हो क्या। जस्तो कि अब यहाँ प्लानेटको कुराहरू चाहिँ सोल अथोरिटी, हामीले पिताको पनि कारक हुन्छ। जस्तो कि हाम्रो सरकारी पक्ष, तिनीहरू केही काम सरकारी पक्षलाई पनि मान्छ। सरकारी कुनै कामकाज गर्न जानु छ भने सूर्यको पारेर, या त के भन्छ सूर्यको होरामा पारेर गर्ने। अब कुनै अब चाँडो काम गराउनु पर्ने छ भने सोमबार पारेर या सोमबारको होरामा पारेर, जे जस्तो भयो भने यो सबै ग्रहले नै खेल्ने हो हामीलाई होइन। यो ग्रहहरूकै 7वटा ग्रह नै हुन्। यो ग्रहलाई चाहिँ पारेर हामीले गर्न सक्यो भने हामी जहाँ जुन अवस्थामा छौँ त्यसलाई चाहिँ हामी ब्यालेन्सिङ गरेर इन्हान्स गरेर लाग्यो। वेलबिङ हो नि त हाम्रो पर्पज नै होइन। जहाँ जुन अवस्थामा छौँ त्यसलाई चाहिँ वेलबिङ भएर बाँच्ने, आफ्नो सराउन्डिङ इनर्जीलाई चाहिँ म्याक्सिमम् युटिलाइज गर्ने, त्यही हो नि त। त्यसरी चाहिँ हामीले अब ज्ञान गुणको हामीले कुनै अब ज्ञानको कुरा, नलेजको कुराहरू के स्टार्ट गर्नु छ भने त्यो सिम्पली चाहिँ अब बिहिबार के भन्छ बृहस्पतिको इनर्जी युज गरेर त्यसरी चाहिँ हामीले चाहिँ युटिलाइज गर्न सक्छौँ क्या। अब दिउँको कुनै लङ टर्मसम्म, लामो समयसम्म चल्ने कुनै काम गर्नु छ भने हामी शनिको होरामा पार्ने, किनभने शनि त अघि पनि भने एउटै राशिमा 2.5 वर्षसम्म बस्ने भएपछि त हामीले चाहिँ आज गरेर भोलि नै उ गर्ने होइन कि, आज गरेर भोलि नै उ गर्ने केसमा चाहिँ चन्द्रमाको इनर्जीलाई युज गर्ने भनेदेखि
अब कुनै घरहरू बनाउँछ, मठ मन्दिर बनाउँछ या ठुलो प्रोजेक्टहरू, ब्रिजहरू त्यो कुनै बनाउँछ भने हामी शनिको चाहिँ इनर्जीलाई चाहिँ युज गर्न सक्यौँ होइन। त्यसरी त्यसको कलरहरू युज गर्न सक्यौँ। त्यसरी चाहिँ हामीले जान सक्छौँ। अब कुनै कुनै कसैसँग कम्युनिकेसनको कुराहरू, त्यसमा बिजनेसको कुराहरूमा चाहिँ फेरि बुधको कुराहरू भयो, आर्टसँग रिलेटेडमा त्यो होइन, इन्टरटेनमेन्टको कुरामा गयो भने शुक्रको इनर्जीलाई युज गरेर त्यसरी चाहिँ हामीले युज गर्न सक्छौँ। 9वटा ग्रहहरूको यो यसरी त्यसरी पनि छ। यहाँनिर मैले अपडेट गरेको त्यहाँ हराएछ है मैले। मैले अपडेट गरेको सेभ भएन छ। ठिक छ, हाम्रो लगभग टाइम पनि यहाँ त अलिकति उ गरौँ है त। ओके, जुन अघि भने नि यो अब राशि आयो, ग्रह आयो, त्यसपछि भावहरूको कुरामा चाहिँ यो भने चाहिँ प्रथम भावले चाहिँ हामी आफ्नो स्वयंको हेर्ने भयो होइन। यहाँ डिफ्रेन्ट कुराहरू पनि यहाँ राखेको चेन्ज भएछ। ओके, ठिक छ। यो प्रथम भावले चाहिँ हाम्रो स्वयंको लागि हेर्ने भयो होइन। सेकेन्डले चाहिँ वेल्थको बारेमा भयो। थर्डले चाहिँ कतिको यो मान्छे चाहिँ कतिको के छ भनेर, कति साहसी छ, कुनै पनि कहीँ केही भइरहेको छ, कतिको हिम्मत छ भनेर होइन, करेज छ, कम्युनिकेसन कतिको उ छ भनेर त्यो हेर्ने भयो। चौथो भावले यो चाहिँ तनभाव, धनभाव, भातृभाव भन्छ, मातृभाव भन्छ। अनि चौथो भाव भनेको चाहिँ माता भाव भनिन्छ, पुत्र भाव भन्छ। त्यसरी चाहिँ जान्छ है त। शत्रु, अनि त्यसपछि जया भाव भन्छ होइन। अष्टम भाव भनेको रोग ऋण शत्रुको यो अष्टम भाव। यहाँ मैले रेड लाउनुको रिजन चाहिँ अघि पनि भने मैले, छैठौँ सदरिपु भन्छ। 6वटा के भन्छ, सदरिपु भन्छ क्या, काम, क्रोध, लोभ, मोह, मद, मत्सर्य होइन। तिनीहरू सदरिपुको कुराहरूमा त्यो हाम्रो चाहिँ रोग ऋण शत्रु भन्छ क्या यिनीहरूको। यो छैठौँ भाव, यो कुनै पनि ग्रह चाहिँ छैठौँ, 8औँ र 12औँ भावमा पऱ्यो भने चाहिँ त्यसले चाहिँ अलिकति नेगेटिभ चाहिँ इम्प्याक्ट गर्छन् भन्छ। तर त्यसमा पनि विपरीत राज्यको कुराहरू पनि आउँछन् क्या। यसरी चाहिँ हाम्रो यो सम्पूर्ण कुराहरू चाहिँ गुरु यसरी। यसमा यो 6 र 7 कस्तो उल्टा भयो जस्तो फिल भयो मलाई त। 6 र 7 किन 5 पछि 6 आउँछ होइन र हामी त्यसरी काउन्ट गर्ने हो भने? 5 पछि 6 हो। तपाईँले यता 6 हाल्नुभएको छ, यता 7को ठाउँमा 6 हुनुपर्ने होइन र? यो होइन, यो त्यही त मैले मिस्टेक भएछ भने, यो खासमा यो मिस्टेक भएछ क्या। 6 भनेको 7 भएछ। ओके ओके, हस्। यो खासमा उ भएछ। अनि अब यो अघि पनि भने नि मैले, दशा सिस्टम जुन मेन कुरा भनेको मान्छेको आयुलाई चाहिँ 120 वर्षको आयु मानेर, खासमा 120 वर्ष पनि अझै यसमा अझ म डेफ्टमा गयो भने खासमा चाहिँ यो हामीले 360 भने नि होइन। 360 भने चाहिँ 360 वर्ष हो क्या। पास्ट लाइफको 120 वर्ष, यो अहिलेको 120 वर्ष, अब आउने फ्युचरको 120 वर्ष भनेको चाहिँ 360 वर्ष है। त्यो चाहिँ नक्षत्रको पनि गयो भने त्यसरी पनि जान्छ क्या। नक्षत्रको पनि अश्विनी भरिण कृतिका रोहिणी मृगशिरा आधा त्यसरी गयो भने 9 त्यहाँ त्यसरी अब अझै भाषमा जान्छ। त्यसरी जस मान्छेको आयुलाई चाहिँ 120 वर्षको मानेर त्यो 120 वर्षलाई पनि हरेक ग्रहलाई चाहिँ सर्टेन वर्ष दिएर चाहिँ त्यसरी चाहिँ जाने हो क्या। खासमा चाहिँ हाम्रो यो दशा चाहिँ अब यो 20 दशाको आधारमा दिइरहेको छ है। कलियुगमा चाहिँ अघि भने दशा मात्रै हेर्ने हो भने हाम्रो यो थुप्रै दशाहरू सिस्टमहरू छन् क्या है। थुप्रै दशाहरू छन्, योगिनी दशा, त्रिभागी दशा, अब यहाँनिर कालचक्र त थुप्रै छन्। त्यसमा पनि अब कलियुगमा अघि भने कलियुगमा त हाम्रो यतिकै पनि हामीले त एकदमै मान्छेको के भन्छ पुरुषार्थ नै कम हुँदै गइसक्यो नि त। त्यो भएर चाहिँ अब सिम्पल क्या, मान्छे धेरै उ गर्नु पनि परेन, धेरै दिमाग पनि त्यो हिसाबले लाउनु परेन भनेर चाहिँ 20 दशालाई चाहिँ प्रायोरिटी दिएको छ। तर यो योगिनी दशाले पनि हामीले चाहिँ खेल चाहिँ खेलिरहेको हुन्छ लाइफमा चाहिँ है। अनि त्यसमा पनि अब सूर्यको 6 वर्षको दशा हुन्छ, चन्द्रमाको 10 वर्षको। यो चाहिँ नक्षत्रले पनि कुन चरणमा बसेको छ त्यो भएर पनि मान्छेको कोही चाहिँ कम उमेरमै चाहिँ प्रोफेसनल लाइफमा ऊ भइसकेको हुन्छ, कोही चाहिँ कति वर्ष भएर पनि खासै के भन्छ बच्चा जस्तै भइरहेको हुन्छ भन्ने भन्छ नि। त्यो चाहिँ के भन्छ यो ग्रहहरूको यो क्या। शुक्रको दशा छ तर 20 वर्षको हो नि त, गर्भमै पनि बितिसकेको हुन्छ क्या। भोग र भयाटको कुराहरू आउँछ खासमा यसमा चाहिँ। जस टोटल चाहिँ यो 120 वर्ष। यो जस्तै कि अब बुधको 17 वर्ष, बृहस्पतिको 16 वर्ष, शुक्रको 20 वर्ष। त्यो अब कारक र अकारक भन्ने हुन्छ होइन। त्यसमा चाहिँ शुक्र नैसर्गिक रूपमा शुभ छ भने शुक्रको दशा चल्दाखेरि हामीलाई नैसर्गिक रूपमा शुभ राम्रो फल, बुधकोमा राम्रो, बृहस्पतिकोमा राम्रो, चन्द्रमाको राम्रो भने जस्तै मङ्गलको, सूर्यको, यो राहु केतु शनिकोमा चाहिँ अलिकति हामीलाई चाहिँ पास्ट लाइफको कर्मले पनि यसलाई चाहिँ हामीलाई चाहिँ फल दिने गर्छ। त्यही भएर चाहिँ यो नराम्रो भने कि हाम्रो चाहिँ कर्मको कुराहरू आउँछ यहाँनिर चाहिँ।
अब पूर्व सञ्चित कर्म, प्रारब्ध कर्म, क्रियामानव कर्म भनेको चाहिँ त्यसरी चाहिँ हाम्रो यो शनि राहु केतुले चाहिँ हाम्रो यो जन्ममा मात्रै गरेको कर्मको फल होइन कि पास्ट लाइफको कर्मको फल पनि दिने भएर चाहिँ हामीलाई चाहिँ अलिकति यो शनि राहु केतुले चाहिँ हामीले अब मैले त राम्रै गरिरहेको जस्तो लाग्छ तै पनि मलाई किन गाह्रो भयो भन्ने कुरा चाहिँ त्यो गराउँछ। कसैको चाहिँ नराम्रो गरिरहेछ त्यही पनि त्यसको चाहिँ राम्रो भइरहेछ भन्ने कुरामा चाहिँ शनि राहु केतुकोमा चाहिँ गराउने क्या। तर हामीले चाहिँ डर देखाउनलाई शनिको दशा चलेको छ भनेर तर्साउने गर्छन् होइन। त्यसरी चाहिँ परेन। अब यो हामीले यस्तो पनि बुझ्नै परेन है। अब यो ओम वेदिक फाउन्डेसनको यो एपमा चाहिँ हामीले चाहिँ मजाले सजिलैसँग यसरी हामीले याद पनि गर्नु पर्ने सजिलै यहाँ चाहिँ हामीले चाहिँ हेर्न सक्ने। तपाईँहरूले पनि यो सायद लगइन गरेर हेर्नुभयो होला यसरी चाहिँ हेर्न सक्नुहुन्छ है। अब यसमा चाहिँ सर्च गऱ्यो भनेदेखि चाहिँ लिङ्क पनि छ अझ मजाले। म ठ्याक्कै एउटा सरलाई म क्वेसन गरिहालेँ ल कि यो शनि हामी यो दशाकै कुरा आउँदाखेरि नि हामी यो शनिको दशा भन्छौँ नि वास्तवमा यो शनिको दशा भनेको एकदमै यो क्रुल नै हुन्छ त हामी डराउनै पर्ने हो कि त्यहाँबाट हामी लेसन सिक्नु पर्ने हो कि के हो खास यो शनिको दशा नि हरेक मान्छे शनिसँग नडराएको सायद भगवान पनि हुनुहुन्न होला क्या हामी त मानव भयो के त त्यसको रेमिडिजहरू होइन हुन्छ नि के बुझ्न सकिन्छ हामी त्यसलाई शनिको दशालाई चाहिँ। ओके ल है त अघि पनि भने नि मैले यो सबै खेल भनेको यो ग्रहकै हो क्या। धातु भनेको कि सुन चाँदी भनेको नि यो एउटा एउटा ग्रहमा हुन्छ कलर पनि एउटा एउटा ग्रहमा हुन्छ यिनीहरूको एउटा एउटा गुण पनि हुन्छ क्या। सूर्यको चाहिँ सूर्यको के भन्छ यो भने नि सूर्यको सोल अथोरिटीको कुरा भने शनिको चाहिँ डिसिप्लिन र कर्मा क्या। कर्माको कुरा त्यहाँनिर आउँछ क्या। भनेको शनि चाहिँ यतिकै पनि अब के हुन्छ त भन्दाखेरि एउटै राशिमा 2.5 वर्षसम्म शनिको 7.5ले हो क्या मान्छेलाई धेरै तर्साउनु भनेको। एउटै राशिमा 2.5 वर्ष चन्द्रमा आफ्नो राशिबाट अघिल्लो राशि आफ्नो राशि र आफूभन्दा के भन्छ आउने राशि भनेको 2.5 वर्ष 7.5 वर्ष त्यसलाई चाहिँ मान्छेले चाहिँ एकदम तर्साउँछ। शनिले चाहिँ भनेको चाहिँ हामीलाई चाहिँ निखार्ने हो क्या खासमा चाहिँ एकदम मान्छेलाई परिश्रम गराउने हो। शनिको गुण भनेको परिश्रम मेहनत गराउने हो क्या। हातै कालो बनाउने हो होइन। अब फिजिकली नै एफर्ट लाउने हो। अनि त्यसपछि अर्को भनेको शनिले भनेको चाहिँ पाठ सिकाउने हो खासमा चाहिँ। शनिको त्यो चाहिँ 3टा फेजमा चाहिँ 3टा कुराहरू चाहिँ सिकाउँछ कि यसले। अरू चाहिँ को मान्छे कस्तो शनि चाहिँ पाठ सिकाउने हो खासमा चाहिँ। जस्तो कि कोइलाबाट हिरा बनाउनलाई के गर्नुपर्छ त्यो कोइलाले त राप पनि सहनु पर्यो चाप पनि सहनु पर्यो सबै सहनु पर्यो नि। शनिले पनि मान्छेलाई त्यही गर्ने हो खासमा चाहिँ। जो मान्छेले शनिको लाइफ चाहिँ शनिको दशा चाहिँ मा चाहिँ प्रेसरै दिने हो त्यो स्ट्रगलै दिने हो क्या शनिले। त्यो दिएपछि जुन निखारेर बन्ने मान्छे चाहिँ त्यो हिरा जस्तै भन्छ क्या। जसले शनिको फेजलाई चाहिँ पार गर्छ नि या त शनिकोलाई ह्यान्डल गर्न सक्छ नि त्यो मान्छे हिरा जस्तै चम्किन्छ क्या। त्यही हो खासमा चाहिँ शनिको डराउनु पर्ने कुरा चाहिँ होइन क्या। तर चाहिँ हामीले चाहिँ युटिलाइज चाहिँ गर्न जान्नुपर्ने जस्तै कि डिसिप्लिन हुनु पर्यो आफ्नो कर्म शुद्ध बनाउनु पर्यो। जस्तै कि आफ्नो कर्म चाहिँ शुद्ध बनाउनु पर्यो डिसिप्लिन हुनु पर्यो। म यति बजी यो गर्छु भनेपछि गर्नै पर्यो टाइम टेबल बनाएर। त्यो गरेपछि आफूभन्दा कमजोरहरूलाई चाहिँ हामीले अशक्त असारलाई सेवा गर्यो। शनिले जस्तो धनी चाहिँ यो कलियुगमा चाहिँ शनि राहु केतुले जस्तो फलिफाप चाहिँ केही हुँदैन कलियुगमा छन्। अनि यो यो शनि छ नि जस्तै अब भनौँ न डिफ्रेन्ट मान्छेहरूको होइन डिफ्रेन्ट प्लेसमा बसेको हुन्छ नि। अब मेरो पनि शनिको दशा आउँदैछ भन्ने कुराहरू मेरो तिनीहरूले भन्छ होइन। अब त्यही भएर पनि मैले यो क्वेसन राखेको हो। मेरो 7औं घरमा शनि छ होइन। कसैको के हो फर्स्ट घरमा हुनसक्छ कसैको सेकेन्ड हाउसमा हुनसक्छ होइन। अनि डिसिप्लिन त हामीले देखाउने तर ओभरअल लाइफमा देखाउने हो कि त्यो हाउसको बेसमा देखाउने हो। जस्तै मेरो 7औं घरमा छ भने हजुर तपाईँको साँच्चीकै 7 हाउसमा हो। हजुर 7औं घरमा छ भने मैले मेरो पार्टनरसँग डिसिप्लिनमा बस्ने हो कि होइन कि मेरो ओभरअल लाइफ नै मैले डिसिप्लिनमा राख्ने हो। यस्तो हो एउटा त तपाईँको विवाह चाहिँ ढिला भएको हुनुपर्छ या त तपाईँभन्दा एजेडसँग विवाह भएको हुनुपर्छ के छ होइन दुइटै त्यही मेरोमा दुइटै त्यो केस मिल्दैन। मेरो बिहे भनेको लगभग 23-24 वर्षमा भएको र मेरो श्रीमती पनि मेरै उमेरको हो। अनि त्यसपछि त्यो चाहिँ यो ग्रहले चाहिँ के चाहिँ दिनुपर्ने हो कि वर्णमा चाहिँ त्यसले चाहिँ आफू बसेको ठाउँमा चाहिँ कुन बग्ने त सप्तम भाव मात्रै भएर पनि भयो त्यो चाहिँ दिनुपर्ने हो। सप्तम भाव मेरो मीन राशिमा छ बृहस्पतिको हजुर त्यहाँनिर त्यसरी त्यो राशिले पनि जान्छ क्या। जस्तै कि बृहस्पतिको शनिको के भन्छ बसेको स्थानले चाहिँ बृहस्पति बसेको स्थान राम्रो भन्दाखेरि पनि बृहस्पतिको स्थानमा धनुमा या मिनमा बसेर बृहस्पतिको स्थानमा चाहिँ राम्रो भन्छ क्या। त्यसले जुन नराम्रो फल दिनुपर्छ दिँदैन हुन्छ। अब यहाँ यस्तो छ तपाईँले सोधेको क्वेसनमा चाहिँ लाइफभरि नै हो कि के हो भन्दाखेरि चाहिँ
दशा चल्दाखेरि हो क्या खासमा चाहिँ विशेष गरी तपाईँको राजु अघि पनि कुरा गरेँ नि भने राजुको धनयोग नै हुन्छ धनयोगको कुरा छ ऊ त मारामाल हुने भन्ने भन्छ पञ्चमहापुरुषको योग नै छ भन्छ तैपनि त्यसले फल दिने भनेको दशा चल्दाखेरि मात्रै हो क्या त्यसको दशामा मात्रै हो क्या त्यो दशा चल्दाखेरि चाहिँ त्यसले चाहिँ तपाईँलाई अझ बुझाउँछु है त म हामी स्कुलमा पढ्न जान्छौँ नि पढ्न हजुर जाँदाखेरि म्याथको पनि क्लास हुन्छ इङ्ग्लिसको पनि क्लास हुन्छ ड्रइङ के भन्छ अब नेपालीको पनि क्लास हुन्छ तर हामीले म्याथको सब्जेक्ट त म्याथकै क्लासको पिरियडमा पढ्छौँ त हामीले होइन त्यो छ भने म नेपाली पढ्नु पऱ्यो भने नेपाली पढ्नु पाएन म्याथ पढ्नु मन लाग्यो भने म्याथ पढ्नु पाएन त त्यो दशा भनेको नि ठ्याक्कै त्यही नै हो क्या कुन क्लास टिचरहरूको एज अ क्लास टिचर यो चाहिँ ग्रहहरू चाहिँ त्यो सब्जेक्ट टिचरले चाहिँ त्यो सब्जेक्ट आफ्नो कुन पिरियडमा छ त्यो बेलामा मात्रै पढाउँछ क्या त्यसरी हो क्या भनेको दशा चाहिँ चल्नु पऱ्यो क्या त्यहाँ राजयोग भए पनि त्यसले फल दिने भएन नराम्रो योगै भए पनि त्यसले फल दिने भएन क्या तर दशाले पनि दशा चाहिँ सिक्वेन्स चाहिँ मिल्नु पऱ्यो क्या त्यसरी हो अनि त्यो टाइममा चाहिँ हामीले उ गर्ने हो क्या हुन्छ ओके त्यसरी चाहिँ जाने यहाँ पनि लेखाएको छु मैले हामीले स्कुलमा पढ्नको जस्तै हो क्या खासमा प्लानेट एज अ सब्जेक्ट टिचर होइन अब त्यसपछि त्यो सब्जेक्ट टिचरले पढाउन आउनको लागि त त्यसकै टाइममा मात्रै पढाउँछ नि त त्यसले होइन त्यही नै हो हजुर क्या हजुर खास मेरो पनि भनेको टिचर मेरो पनि कुण्डली अनुसार टिचर आउँदैछ अब मेरो जिन्दगीमा त्यो भनेको चाहिँ अब मन नपर्ने टिचर म्याथ चाहिँ मलाई मन पर्दैन तै पनि अब म्याथको क्लास भइरहेछ भने त्यो हुने भनेकै त्यही हो क्या होइन म्याथको सब्जेक्ट मलाई चाहिँ म्याथ गाह्रो लाग्छ तर त्यो म्याथको क्लास भने त्यही 50 मिनटकै क्लास पनि मलाई चाहिँ कहिले सकिन्छ जस्तो निद्रा लागेको जस्तो अल्छी लागेको जस्तो हुन्छ तर मलाई मनपर्ने सब्जेक्टको क्लास सुरु भएको छ भने सुरु भएको र सकिएको थाहै पत्तै पाउँदैन क्या हामीले त्यो भनेको हाम्रो चाहिँ अघि भनेको चाहिँ शुक्र ग्रहको दशा मान्छेलाई रमाइलो मनोरञ्जन यताउतामै पुरै समय बितेकै थाहा हुँदैन होइन त्यसरी हजुर हजुर शुभ ग्रहको राम्रो ग्रहको दशा चल्दाखेरि चाहिँ समय बितेकै थाहा हुँदैन नराम्रो ग्रहको त्यही 1 वर्ष पनि कति अब लामो जस्तो लाग्छ त्यसरी चाहिँ जाने हो है त्यो अघि क्लास त्यही नै हो कि टाइमिङ र अब लाइफ इभेन्ट चाहिँ त्यसरी जान्छ ओके गुरु अब टाइमिङ यहाँ अनुसार पर्दा हजुर 2 आवर सकिन लाग्छ होइन हजुरको राति पनि भइसक्यो सो हजुरको टाइम मिल्छ भने मात्र कन्टिन्यू गर है तपाईँको राति भइसक्यो मैले त्यही हिसाबले नै अब गरेको त्यो सकि नै सक्यो हाम्रो यो अब यसमा चाहिँ अब हामीले अब जुन आजको जुन हुन्छ नि मेन पर्पज भनेको चाहिँ जुन हाम्रो यो अब प्लेटफर्मको उसमा कुरा हुन्छ ओम वेदिक फाउन्डेसनबाट होइन यहाँ अब यसमा चाहिँ तपाईँहरूले हेर्नुभयो कि भने यो हेर्नुभयो भने चाहिँ यो जुन अहिले जुन जति अब एक्सप्लेन गरेको छ नि त्यो सहज रूपमा अब हामीलाई चाहिँ अब हामी त आजकल त के भन्छ 2 घन्टादेखि अब हामी कुनै रिल हेरेर रिलको जमानामा पुगिसक्यो हामी धेरै टाइम हामीले कुनै पनि एउटै कुरामा दिनै मन लाग्दैन क्या खासमा त्यो चाहिँ हामीले चाहिँ सहज हुने एउटा क्लिककै आधारमा पनि हामीले चाहिँ ट्याक्क के कस्तो छ भने सहज हुने हिसाबले चाहिँ यो टुल्सले चाहिँ हामीले चाहिँ प्रोभाइड गरेको छ होइन त्यो चाहिँ हेर्नु हामीले यसरी अब मैले यहाँ लिङ्क पनि खोलेको छ अब चाहिँ हाम्रो यसरी हाम्रो यो के भन्छ बुझिराख्न सजिलो पनि भयो क्या ठ्याक्क कति वर्ष के भन्दैन अहिले कुनको दशा चलिरहेछ कर्मको आधारमा पनि हामीले यहाँनिर अब ग्रहको कुराहरू कस्तो छ पञ्चाङ्गको कुरा दशा कुन चलिरहेछ होइन यहाँ चाहिँ मैले सबै इन्क्लुड गर्न पाएन यो चाहिँ हाम्रो टुलबाट चाहिँ त्यसरी पनि यसरी चाहिँ हेर्न सक्छ नि त यहाँ खुल्यो खुलेन यस्तै हो अब यहाँ हामीले चाहिँ अब सहज रूपमा यो हामीले आफैले बुझेर त साथी हुँदैन त्यही भएर चाहिँ हामीले चाहिँ अब टेक्नोलोजी टुल्स एन्ड टेक्नोलोजी छ हामीले चाहिँ अहिले त्यो टेक्नोलोजीको जमाना छ होइन त्यही भएर सहज रूपमा चाहिँ हामीले चाहिँ कसरी सकिन्छ भने यसको पनि अब हामी कहिले यहाँ त्यो सेयर गर्ने प्लान थियो आफ्नो स्पेसिफिक अघि पनि भने राशि मात्रै हेरेर भने आफ्नो स्पेसिफिक राशि त्यही हाम्रो आफ्नो स्पेसिफिक राशि अनुसार चाहिँ कुन हामीले कुन रुटिन फलो गर्ने कस्तो के कुन चाहिँ हामीले वेलबिङ एज अ ओभरअल वेलबिङकै हिसाबले चाहिँ हामीले चाहिँ यो हाम्रो यो अहिलेको जुन यो एप छ नि ओबिएफ एप त्यहाँ चाहिँ हामीले चाहिँ यसरी उ गर्नु होला होइन अनि त्यसपछि अब यो सिकाउने भनेको यहाँ छ अब लास्टमा चाहिँ तपाईँहरूलाई एउटा अब यो सबैलाई लाग्ने पनि जिज्ञासा पनि हुनसक्छ होइन रेमेडी क्या हामीले ग्रहको उपायहरू त्यो गरेर हुन्छ कि हुँदैन भन्ने कुरा होइन त्यो त्यहाँनिर चाहिँ के भन्छ ग्रहहरूको उपायमा चाहिँ के हुन्छ भने इनर्जीको कुराहरू आउँछ क्या अघि पनि भने नि जस्तो कि अब हामीले फिल गर्ने यिनीहरू चाहिँ अब हामी देवीको के भन्छ अब मन्दिरको के दर्शन गर्ने तीर्थ स्नान गर्ने दर्शन देवीको दर्शन गर्ने अब जेम्सहरू लाउने होइन मन्त्र जपहरू गर्ने त्यसले चाहिँ हामीलाई चाहिँ के हुन्छ एकदमै क्या अघि भने जस्तो अब मेरो अब नराम्रो ग्रहको दशा चल्छ भने त्यो हिसाबले चाहिँ हामीले पहिले चाहिँ हामीले त्यो के भन्छ मन्त्रहरू जप गरेर उ गर्न सक्यो भनेदेखि चाहिँ त्यसले चाहिँ हामीलाई त्यो दशा
गर्ने होइन कि त्यो दशालाई चाहिँ हामीले ट्याकल गर्ने एनर्जीलाई चाहिँ बुस्ट गर्ने हो क्या है त्यस्तो चाहिँ हो रेमेडी र त्यसको बेनिफिट भनेको चाहिँ अब हामीले चाहिँ त्यो कुन ग्रहले चाहिँ के कुन ग्रहको के भनेर बुझेपछि चाहिँ सहजै रूपमा त्योसँग रिलेटेड चाहिँ हामीले कलरको अब बढी युज गर्ने कि डोनेट गर्ने कि त्यसरी चाहिँ हामीले चाहिँ बुझ्न सक्छौँ है ओके ल अब लगु लगु सकि पनि सकाउँ पनि होइन के छ अब कसैलाई के क्वेसनहरू मेन त अब थ्याङ्क यू है सबैले चाहिँ अब ध्यान दिएर एकदम अब आफ्नो जिज्ञासा राखेर सुनिदिनु भयो भ्यालुबल टाइम दिनुभयो धन्यवाद होइन के छ केही छ सोध्न मन लाग्यो मलाई चाहिँ जस्ट हजुरलाई एकदम धन्यवाद भन्नु मन छ र ओमवेदिक फाउन्डेसन ओबिएफ एप पनि हामी सधैँ युज नै गरिरहेको छौँ यसमा हामी एस्ट्रोलोजी क्लास सिक्दै पनि छौँ अन्डर ओबिएफमा होइन त्यसले गर्दा हामीले तपाईँले जति भन्नुभयो आई थिङ्क सबैले कनेक्ट गरेर एक लेभलमा कनेक्ट गर्नुभयो होला र अझ जिज्ञासाहरू चाहिँ अझै आयो सो त्यो हामी गुरुलाई पनि सोध्नेछौँ होइन थ्याङ्क यू सो मच हजुरको टाइमको लागि हजुरले राति आफ्नो समय दिनुभएको छ हाम्रो लागि सो थ्याङ्क यू सो मच है त ल अरू कसैलाई एकदम तपाईँहरूलाई पनि एकदम धन्यवाद मेरो हजुर यो एउटा रेमेडी लेख्नु भएको छ नि तपाईँले यो सूर्य चन्द्रको यो सूर्यको चाहिँ 15 जहाँबाट एड गरे पनि 15 आउँछ होइन हजुर हजुर मङ्गल 21 त्यो किन नम्बर चाहिँ त्यति भएको त्यो केही उ छ त्यसको ए त्यो मन्त्र बनाउने के भन्छ ऊ तरिका कि यसलाई यन्त्र भन्छ होइन यन्त्र सरी यन्त्र ग्रहहरूको त सूर्यको त निस्किने मन्त्र जप गर्ने यो चाहिँ हरेको एउटा फ्रिक्वेन्सी भाइब्रेसन हुन्छ होइन त्यसैको आधारमा चाहिँ हो क्या यो 5 बाट सुरु भएर मेरो ब्याट्री पनि सकिन लाग्यो सूर्यको 15 हुन्छ होइन अनि उसको चाहिँ गणेशलाई यस्तो सजिलो छ तपाईँलाई म कन्सेप्ट भन्छु है त यो मन्त्रहरू यन्त्रहरू बनाउने चाहिँ सूर्यको लागि 5 बाट हुन्छ चन्द्रमाको लागि 6 हुन्छ मङ्गलको लागि 7 हुन्छ त्यसरी नै गर्दै जाने हो 13 सम्म जान्छ हामीले चाहिँ यो 5 बिचमा चाहिँ सेन्टरमा चाहिँ भनेको यहाँ यताबाट यसरी यो डायगोनली चाहिँ होइन लेफ्ट राइट बटमबाट 1 एड गरेर यताबाट चाहिँ 2 एड गरेर हजुर त्यो जहाँबाट एड गरे पनि त्यो 50 नै हुन्छ नि टोटल 50 नै हुन्छ हजुर हजुर अनि मङ्गलको चाहिँ हामी 21 जस्तो लाग्छ हैन र 21 हजुर जहाँबाट गरे पनि 21 नै कसरी ल्याएको भनेर भन्नु खोजेको मात्र हो किनभने म पनि यो यन्त्रहरू पूजा गर्छु होइन तर केबाट कहाँबाट आएको थाहा छैन मैले पनि अझ गर्नुपर्ने छ अलिकति जस्ट यो मन्त्रहरू यो ध्यानहरू यिनीहरूको चाहिँ एकदमै यो हामीले गरेपछि हाम्रो चाहिँ फिजिकली मेन्टली यो होइन हरेक एङ्गल ओभरअल वेलबिङ चाहिँ हामीले चाहिँ एकदम गर्न सक्छौँ क्या यो मेन अब हाम्रो यो ओमवेदिकको मेन टिम भनेको पनि त्यही नै हो है जस्ट जान्छौँ हेर्छौँ एकदम वेलबिङ भएर हुन्छ हस् गुरु यो हजुरले पिपिटी अपडेट गरेर हामीलाई सेयर गरिदिनु न है कुन चाहिँ यो हजुरले पिपिटी अपडेट गर्नुहुन्छ नि त्यो एउटा के मिस्टेक करेक्सन गर्नुपर्ने अनि हामीलाई सेयर गरिदिनुस् न है यो पार्टिसिपेट ए हुन्छ हस् हुनु त उयो भावहरूको ओके ल स्टक गरेर मेरो ब्याट्रीले पनि झन् यहाँ दाडो काट्नु लाग्यो हस् त ल सबैलाई एकदम धन्यवाद फेरि अब गर्दै गरौँ ल आवाज आएन तपाईँको ठिक छ एकदमै धन्यवाद है हाम्रो राजु सरलाई चाहिँ एकदमै उहाँले एउटा समय एकदमै टाइम दिएर जापानमा हुनुहुन्छ अहिले उहाँ चाहिँ इट्स बेसिकली इज वर्किङ इन मेकानिकल इन्जिनियरिङ कम्पनी एन्ड अहिलेको समयमा चाहिँ हि इज अल्सो प्र्याक्टिसिङ एस्ट्रोलोजी with us, and we also just working together in Omvedic Foundation. And while working in Omvedic Foundation app, your OVV app, Astro app, we are talking lots of things and also getting the so many kind of knowledge base and suggestions. And also in upcoming days, we will have a multiple session
from Astro Raju Palukasi as well, and we'll have that's kind of beneficial materials that we have अब upcoming days हामी online session क्लासमा पनि हामी यो डिस्कस गर्नेछौँ अनि मलाई एउटा खुसी के लाग्यो त भन्दाखेरि बेसिकली इन कन्क्लुडिङ अल दिस थिङ्स एन्ड आई वुड लाइक टु जस्ट थ्याङ्क हाम्रो राजु सरलाई चाहिँ है एकदमै उहाँ राम्रो ज्ञान राख्नुहुन्छ I just request him to be over here in this session as well. अनि upcoming days मा हामी यो सेसनहरु पनि राख्छौँ अनि अर्को कुरा चाहिँ जुन क्वेशन्सहरु चाहिँ यहाँ आयो त्यो क्वेशन्सहरु चाहिँ सारै राम्रो क्वेशन्सहरु आछ whatever questions are coming up अनि त्यो क्वेशन्सहरु चाहिँ म आफै पनि त्यो क्वेशन्सहरु उठाइरहेको छु म अहिले पनि like if we are in a मंगल ग्रह right अनि what will be the reference point and what will be the Panchanga भन्ने कुराहरु त्यसमा चाहिँ I have already worked on these things and if you are really interested how we can not only the Mangal Graha but also in a different Graha as well because there are the reference point in our यो हाम्रो चाहिँ Vedic शास्त्रहरुमा चाहिँ because त्यो हामीसँग evidence पनि छ and they have calculated those aspects as well right just like चाहिँ हामीले multiple planets मा चाहिँ हामी गएर बस्दाखेरि के हुन्छ भन्ने कुराहरु भने not only within solar also out of the solar system है त्यो चाहिँ ब्ल्याक होल सम्म गएर चाहिँ हेर्दाखेरि के हुन्छ भन्ने कुराहरुको कन्सेप्टमा काम गरेर वैदिक एस्ट्रोलोजीले त्यहाँनेर रिजल्ट दिएको छ के त्यस्ता कुराहरु कन्सेप्चुअल कुराहरु पनि दिएको छ there are lots of evidence that we have and they have mythology that we have those things and also those mythology are very related to modern science जुन modern science पुगेको छैन है त्यो खालको चाहिँ evidence पनि क्याल्कुलेसन गरेको छ evidence बाट क्याल्कुलेसन गरेर दिएको छ अनि यो कुराहरुमा चार युगको कुराहरु आइहाल्यो हैन ब्रह्माजीको दिनको कुराहरु आयो जुन कुराहरु एक्ज्याक्टली यो चाहिँ टाइम डाइलेसनको कुराहरु कन्सेप्टमा छ वी क्यान टक अनि यस्तै obviously यस्ता धेरै कुराहरु रमाइलो राम्रो कुराहरु आयो जुन कुराहरु हामीले अपकमिङ डेजमा यस्तै हाम्रो चाहिँ प्रोग्रामहरुबाट धेरै गुरुहरुबाट हामीले यो कुराहरु सुन्ने नै छौं अनि हामी स्पष्ट नै छौं सो वी हैव obviously के क्वेशन्सहरु छ भने हामीलाई त्यसमा यो च्याटमै पठाइदिनु होला त्यसपछि हामी हेरौँला र यो सँगसँगै हामीले OBF जुन एप छ त्यो OBF एप पनि लगइन गरेर त्यसमा चाहिँ आफ्नो कुण्डली एटलिस्ट एउटा दुईटा बनाएर लेट्स ट्राई and if you find it out any good things share with us and if you find it out any flaws over there share with us either everything and with thanks to everyone I would like to just thank everyone and audience over here and we will have next session as well and thank you everyone if you have anything else just let us know either thank you so much thank you thank you so much everyone bye ल हुन्छ ल हजुरहरुको दिन शुभ रहोस् है शुभ समय भन्छु म चाहिँ शुभ दिन भन्दा नि शुभ समय के समय चाहिँ शुभ हुनु पर्यो सबैको okay है हस् त ल